नयाँ बजारको स्थापनाका लागि कार्य अघि सरेको छ। 20 बिघा जमिनमा नयाँ बजारको अवधारणा अनुसार अघि बढेको यस नयाँ बजारले राजविराजको बिग्रदो छविलाई नयाँ उचाइमा लैजानेछ। नयाँ बजार निर्माणका लागि अहिले विभिन्न चरणमा सप्तरी भन्नासाथ धार्मिक तथा पर्यटकीय स्थलको रूपमा परिचित छ। राजविराज नेपालको मध्य प्रदेशको सप्तरी जिल्लामा रहेको नगरपालिका हो। टाउन प्लानिङ गरेर बसाइएको राजविराज नगरपालिका तराईको सबैभन्दा पहिलो र नेपालको चौथो नगरपालिका हो। विक्रम सम्वत 1994 तिर सप्तकोशी नदीले पुरानो सदरमुकाम हनुमान नगरलाई कटान गर्न थालेपछि सदरमुकाम अन्यत्र सार्न उपयुक्त ठाउँको खोजी गरिरहँदा त्यसबेला सुन्दर शहरको रूपमा प्रसिद्ध रहेको भारतको जयपुर शहरको नक्सा बमोजिम टाउन प्लानिङ गरी विक्रम सम्वत 1998 मा राजविराज शहर बसाइयो। वर्तमान राजविराजको पूर्वी भागमा पर्ने भलुवाही खोलाको छेउमा लामो इतिहास बोकेको राजदेवी भगवतीको मन्दिरबाट राजविराज नाम रहन गएको हो। स्रोत नखुलेको शहर विकासका लागि चाहिने आधारहरू भएकोले विक्रम सम्वत 2016 सालमा राजविराजलाई नगरपालिका घोषणा गरियो। नगरपालिकाको पूर्वमा खाडो खोला, पश्चिममा जमुनी मधेपुरा, उत्तरमा मलेट र दक्षिणमा बोरिया छन्। योजनाबद्ध किसिमले व्यवस्थित राजविराज छिट्टै व्यावसायिक रूपमा अगाडि बढ्न विक्रम सम्वत 2010 सालतिर पूर्वी नेपालको तराई र पहाडी जिल्लाका व्यापारिक केन्द्रको रूपमा विकसित हुन पुग्यो। यद्यपि राजविराजले देशको राजनीति परिवर्तन गर्न धेरै भूमिकाहरू खेले, तर आफै परिवर्तित भने हुन सकेन। पछिल्लो समय अव्यवस्थित रूपमा बढ्दो शहरीकरण र अव्यवस्थित विकासे योजनाबाट पर सरेको राजविराज व्यवस्थित र आधुनिक शहर निर्माणका लागि नयाँ ठाउँको खोजी गरिरहेको थियो। नयाँ ठाउँको खोजी तथा नयाँ बजारको आवश्यकतालाई पूरा गर्न नयाँ बजार व्यवस्थापनले सोही अनुसार यति बेला राजविराजमा नयाँ बजारको योजना अन्तर्गत कार्य अघि सारेको छ। बजारलाई व्यवस्थापन गर्न व्हेल प्लान गरी नयाँ बजारको स्थापनाका लागि कार्य अघि सरेको छ। 20 बिघा जमिनमा नयाँ बजारको अवधारणा अनुसार अघि बढेको यस नयाँ बजारले राजविराजको बिग्रदो छविलाई नयाँ उचाइमा लैजानेछ। नयाँ बजार निर्माणका लागि अहिले विभिन्न चरणका कार्यहरू अघि बढेको छ। अहिले नयाँ बजार निर्माणका लागि बाटो कालोपत्रीकरणका लागि कार्य अघि बढिरहेको छ भने ढल निकासका लागि नाला निर्माण भइसकेको छ। आधुनिक र व्यवस्थित शहर निर्माणका लागि नयाँ बजार व्यवस्थापनले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। स्मार्ट सिटीको मापदण्डमा नयाँ बजारको अवधारणा अनुसार कार्य भइरहेको छ। राजविराजमा नयाँ बजारको योजना अन्तर्गत कार्य अघि सारेको छ। बजारलाई आफ्नो आवाज सुनेर आफैलाई एकदम मजा आयो। बिना फाउन्डेसनको आयोजनामा भइरहेको सप्तरी विचार उत्सवमा हामीसँगै रहनु भएकोमा यहाँहरू सम्पूर्ण साथै अपन टिभीबाट हामीलाई अप्रत्यक्ष रूपमा हेरिरहनु भएको सम्पूर्ण दर्शकहरूलाई म फेरि पनि एकपटक सप्तरी विचार उत्सवमा हार्दिक स्वागत गर्न चाहन्छु। हुन्छ, हामी कार्यक्रममा अघि बढ्ने क्रममा छौँ। मलाई अझै पनि याद आउँछ त्यो दिन जब मैले एकचोटि शिक्षा खबर पढ्दै थिएँ अनि पढ्ने क्रममा त्यहाँनिर हेडलाइन रहेको थियो, त्यसो भए किन चाहियो त शिक्षा मन्त्रालय। अनि मलाई एकदम हेडलाइन इन्ट्रेस्टिङ लागेर म पढ्दै थिएँ र त्यहाँ एक लाइनमा गएर ठक्क मेरो आँखा रोकियो। त्यहाँ लेखिएको थियो, सप्तरीको गाउँको शिक्षा र ललितपुरको शिक्षा कसरी एउटै हुन सक्छ। आफ्नो स्वर्णिम इतिहासबाट विचारको भूमि भनेर चिनिएको सप्तरी भूमि आज एकाएक शिक्षामा, स्वास्थ्यमा नकारात्मक झल्कोको रूपमा उदाहरण दिने ठाउँ बन्दा
के कस्ता कमजोरीहरू रहे होलान्? आउनुस्, हाम्रो अबको छलफल यसै विषयमा रहेको छ। शिक्षा र स्वास्थ्यमा किन कमजोर हुँदैछ त सप्तरी? यस प्यानल छलफलको सहजकर्ताको रूपमा म यहाँ स्टेजमा हार्दिक आमन्त्रण गर्न चाहन्छु श्री पाण्डेज्यूलाई। उहाँ सञ्चारकर्मी हुनुहुन्छ, अझ भनौँ एकदमै रुचाइएको सञ्चारकर्मी हुनुहुन्छ। एकताका नेपालीहरूको नेसनल क्रस श्री पाण्डेज्यूलाई बाँकीको समय हस्तान्तरण गर्दै यहाँहरू माझबाट म बिदा हुन्छु। धन्यवाद। हुन्छ, यससँगै म प्यानलिस्टहरूको पनि नाम एकचोटि उच्चारण गर्न चाहन्छु। यहाँहरू स्टेजमा आइदिनुहोला। मनोज यादवज्यू राजविराज नगरपालिकाको अधिकृत हुनुहुन्छ, यहाँलाई हार्दिक स्वागत छ। यसै गरी विद्यानन्द झा, उहाँ शिक्षक हुनुहुन्छ, विगत 30 वर्षदेखि शिक्षण पेसामा आबद्ध हुनुहुन्छ, यहाँलाई पनि म स्टेजमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। यसै गरी अतुल मिश्र, यहाँ स्वास्थ्यको क्षेत्रमा एकदमै पत्रकारितामा अगाडि हुनुहुन्छ, उहाँलाई पनि म यस स्टेजमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। र त्यसै गरी निरज मुक्तिज्यू, उहाँ युवा नेता हुनुहुन्छ जसपाको, र यहाँलाई पनि एज अ प्यानलिस्ट यहाँ स्टेजमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। हस्त, धन्यवाद। नमस्कार सबैजनालाई। सप्तरी विचार उत्सवको पहिलो संस्करण अन्तर्गत आज दोस्रो दिनको दोस्रो सत्रमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। म राजविराज, त्यसमा पनि सप्तरी पहिलोचोटि आएको, तर अघि म त्यहाँ बसेर त्यो साङ्गीतिक कार्यक्रमहरू हेर्दै गर्दाखेरि यहाँको संस्कृति, मौलिकता, सभ्यता, भाषा, वेशभूषा मलाई एकदमै रोचक लागिरहेको थियो कि मैले एकदम इन्जोय गरिरहेको थिएँ। मैले मैथिली भाषा बुझिरहेको थिइनँ, तर पनि म एकदम रमाइराखेको थिएँ। उहाँहरूले हामीलाई जुन प्रकारको साङ्गीतिक कार्यक्रम गरेर देखाइराख्नु भएको थियो एकदमै रोचक लागिराखेको थियो। यहाँको संस्कृतिलाई देखेर म एकदमै नतमस्तक भइरहेको थिएँ। म अझै धेरै यो कार्यक्रम अझै धेरै बेर हेर्न पाए हुन्थ्यो जस्तो लागिरहेको थियो, तर पनि अब बाँकी सेसनहरूको कारणले गर्दाखेरि समयमै स्टार्ट गर्नुपर्ने कारणले भएर त्यो पुरा हुन पाएन। मैले यो खास कहाँ जोड्न खोजेको सुरुवातमै भने सप्तरी जिल्ला मधेस प्रदेश आफैमा एउटा धनी प्रदेश जस्तो लाग्यो कि मलाई। सांस्कृतिक हिसाबले सभ्यता, वेशभूषा सबै हेर्दाखेरि तपाईँहरू यति धेरै इन्जोय गरेर त्यो कार्यक्रमलाई इन्जोय गराउनु भएको थियो। म बाहिर भन्नाले म कहिल्यै नआएको व्यक्तिले पनि इन्जोय गरिरहेको थिएँ। त्यो ठाउँमा आज यो सत्रमा मैले एउटा शीर्षक पाएको छु जुन एकदमै महत्त्वपूर्ण शीर्षक पनि छ, विषय छ, शिक्षा र स्वास्थ्यमा सप्तरी किन पछाडि। मलाई यहाँ आएर यो शिक्षा र स्वास्थ्य जस्तो आधारभूत विषय अति आवश्यक विषय भन्छु म। त्यसको विषयमा अझै सप्तरी जस्तो जिल्ला, जुन जिल्ला यसअघि सप्तरी जिल्लाबाट मध्य प्रदेशबाट अङ्ग्रेजी, गणित र विज्ञान विषयका लागि शिक्षकहरू मध्य प्रदेशबाट मगाउनु पर्ने आवश्यकता थियो भनौँ, अर्को जिल्लाका लागि यहाँबाट यहाँका शिक्षकहरू अब्बल हुन्छन् भन्ने खालको जुन मेसेज थियो, अहिले यत्रो वर्षपछि आएर हेर्दाखेरि जम्मा 54% मात्रै मानिसहरू साक्षर रहेछन् यो क्षेत्रमा भनेपछि यत्रो लामो समयसम्म के विकास भयो त यो क्षेत्रमा जहाँ आधारभूत आवश्यक छ शिक्षा र स्वास्थ्य पनि छैन। हामी यत्रो बेर राजनीतिको कुरा गरिरहेका थियौँ, धेरै वास्ट टपिकमा कुरा भइरहेको थियो, तर हरेक कुराको सुरुवात केबाट हुन्छ त चेतनाबाट। त्यो चेतना कहाँबाट आउँछ? शिक्षाबाट। त्यही शिक्षामा हामी पछाडि छौँ भनेपछि यो अवस्था कति दयनीय हो, कति दयनीयपूर्ण छ, यो प्रश्न कसलाई गर्ने त?
यहीँका स्थानीयलाई गर्ने हो। यहीँका स्थानीयले जति देख्नु भएको छ, जति भोग्नु भएको छ, त्यति मैले भोगेको छैन। मैले मात्र देखेको छु, तपाईँहरूले बुझ्नु भएको छ, तपाईँहरूले भोग्नु भएको छ। त्यसैले हाम्रा 4 जना स्पिकर हुनुहुन्छ, यो स्थानीय तहलाई राम्रोसँग बुझ्नु भएको, यो मध्य प्रदेशलाई, यो सप्तरीलाई राम्रोसँग बुझ्नु भएकै व्यक्तिहरू प्यानलिस्ट हुनुहुन्छ, स्पिकर हुनुहुन्छ। उहाँहरूसँग मैले कुरा गर्न पाउँदा एकदम खुसी लागेको छ। फेरि पनि यहाँहरू 4 जनालाई धेरै धेरै धन्यवाद। र सुरुवात म हाम्रो हेड सर भन्छु है, उहाँलाई विजयानन्द झाजी हेड सरबाट सुरु गर्छु। हामी स्कुल पढ्दाखेरि प्रिन्सिपल भनिसकेपछि हेड सर भन्थ्यौँ कि, त्यही भएर म हेड सरै भन्छु तपाईँलाई। तपाईँले अघि मैले स्टेज पछाडि कुरा गरिराख्दाखेरि तपाईँले भन्नुभएको थियो कि मैले 3वटा तह देखेँ शिक्षाको। मैले अहिले 75 वर्ष भएँ, मैले लामो समय सरकारी विद्यालयमा प्रधानाध्यापक भएर पढाएँ। अहिले म निजी विद्यालयमा प्रधानाध्यापक भएरै काम गरिरहेको छु। यति यो 75 वर्षको उमेरसम्म तपाईँले देख्नुभएको शिक्षाको स्तर सप्तरीको कस्तो पाउनुभयो? धन्यवाद। सबभन्दा पहिला त म यस सप्तरी विचारोत्सवका आयोजकहरूलाई आयोजना गर्नुभएकोमा र मलाई पनि यहाँ उपस्थित हुने मौका दिनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। हाम्रो प्रस्तोताजी नाम चाहिँ सुनेका थियौँ पहिले, आज चाहिँ हेर्ने पनि मौका पाइयो, अहिले सँगै पनि छौँ। म शिक्षाको सन्दर्भमा एउटा मैथिलीको भनाइ भन्न मन लाग्यो, आन्हर ग्याके राम रखबार। अनि हाम्रा शाहवंशीय राजाहरू हरेक पटक सन्देश दिँदाखेरि अन्तमा भन्थे, भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरौँ। यो दुईटै भनाइ नेपालमा पनि लागू हुन्छ, सप्तरीमा पनि लागू हुन्छ। एकताका सप्तरी, म जुन बेलामा विद्यार्थी थिएँ त्यति बेलाको सप्तरी काठमाडौँ पछि दोस्रो शिक्षित सहरको नाममा, जिल्लाको नाउँमा जानिन्थ्यो। र म शिक्षक हुँदा र आधा समय त्यस पेसामा बिताउँदासम्म यो पनि सुन्न पाएँ, त्यति बेला 75 जिल्ला मात्रै थियो, यो सप्तरी 76औं जिल्ला हो। यसको दोष कसैलाई छैन, हामी सबैको दोष हो, सप्तरीवासीको दोष हो। हामीले सरकारलाई गाली गरेर, सरकारको नीतिलाई गाली गरेर चाहिँ हुँदैन। शिक्षामा दुईटा कुरा हुन्छ, तीनटा मध्ये दुईटा सिलेक्सन र ग्रेडेसन, त्यो अधेराजीभरि उस्तै हुन्छ। तर प्रेजेन्टेसन जुन हो त्यसको लागि चाहिने इन्भाइरोमेन्ट, जिल्लाले भनौँ, अहिलेको स्थानीय निकायहरूले भनौँ, उनले सृजना गर्नुपर्थ्यो। र मलाई यो स्वीकार गर्नमा अलिकति पनि आपत्ति छैन। मेरो यो शिक्षण पेसाको 57 वर्षको अनुभव, अघि 30 वर्ष भन्दै हुनुहुन्थ्यो, म 2024 सालमा शिक्षक थिएँ, अहिले पनि शिक्षक छु। तर समाजका सबै वर्गहरू जसको भूमिका जस्तो थियो, म पढ्दाखेरि मेरो प्यारेन्ट्स र विद्यालय साह्रै नजिक थियो। म पढाउँदाखेरि जनरल स्कुलमा प्यारेन्ट त टाढिँदै गयो, अहिले बोर्डिङ स्कुलमा
10% भन्दा बढी प्यारेन्ट विद्यालयको नजिकमा छैन र खाली स्कुलले गरेर हुँदैन, परिवारले पनि गर्नु पर्यो। आज दुख लाग्दो कुरो हो, यो भनाइ सप्तरीमा अहिले धेरै सुनिन्छ। विगत 30 वर्षदेखि सर बच्चा अहाँके जिम्मा लगाए दिए। स्कुलले त 5 घण्टा 6 घण्टा जिम्मा लिन्छ, 18 घण्टा तपाईसँग हुन्छ। त्यो हेर्ने कसले? र एबभ अल यो त अधिराज्यभरि नै लागू हुन्छ। अगर सबभन्दा बढी कहीँ राजनीतिकरण भएको छ भने त्यो शिक्षामा भएको छ र त्यो राजनीतिकरण मैले त्यो मात्रैलाई ब्लेम दिन खोजे होइन। म पनि दोषी हुँ, शिक्षक पनि दोषी छ। शिक्षक पनि आज हिजोको जस्ता शिक्षक रहेनन् र समाज पनि त्यो रहेन। स्कुललाई मिनी सोसाइटी भन्छ। मिनी सोसाइटी भन्नुको अर्थ समाजमा जुन प्रकारको रिफ्लेक्सन हुन्छ त्यसको सानो रिफ्लेक्सन स्कुलमा पाइन्छ र त्यसैको नतिजा हो तपाईँ काठमाडौँको इन्भाइरोमेन्ट हेर्नुहोस्, त्यहाँको स्कुलमा फरक छ, मधेसमा हेर्नुहोस् फरक छ र सप्तरीमा त झनै फरक छ। मलाई लाग्छ हामीले हाम्रो कमजोरी हो, हामीले गर्यौँ। हाम्रो भन्नाले फेरि टिचर मात्रै होइन, राजनीतिक मात्रै होइन, फ्यामिलीले पनि गरेन, सोसाइटीले पनि आफ्नो दायित्व गरेन। एउटा सानो तपाईँलाई इक्जाम्पल दिउँ, अहिले सप्तरीको हाल के छ भने म 57 वर्षदेखि पढाउने टिचरलाई एउटा 4 क्लासको विद्यार्थी, 4 वर्ष उमेरको विद्यार्थीको गार्जियन आएर मलाई नै बताउँछ हाउ आई सुड टिच भने सप्तरीमा सबै बुझ्ने छन्। हरेक मान्छे यहाँ शिक्षक पनि छन्, एक्सपर्ट पनि छन्, नेता पनि छन्, सरकार पनि छन्। यो सप्तरीको नाताले हाम्रो विकनेस यहाँ आयो र सबभन्दा मार पर्यो कहाँ? शिक्षालाई पर्यो। हामीसँग पेसेन्स छैन। यहाँ पिजीको प्ले ग्रुपका बच्चाहरू, गार्जियनहरू कोही नर्सरी र केजीका त प्राय जसो सर होमवर्क नहीं देते हमारे बच्चा की जानते। त्यो उमेर हो होमवर्क गर्ने, त्यसले त फ्री हुनु पर्ने हो। उसले राइम्स बोल्छ, त्यो हो त्यसको पढाइ, त्यसले जाने छ, त्यसको लेख्ने उमेर होइन। तर हामीसँग पेसेन्स के छ भने एक्सपेक्टेसन कति हाई छ भने कि मेरो बच्चा स्कुलमा गयो अनि 6 महिनाभित्र फर्र अंग्रेजी बोल्न सक्नु पर्यो, नेपाली आओस् नआओस्, एकदम जरुर लेख्नु पर्यो। तर म चाहिँ कोअपरेट गर्दिन। त्यस अर्थमा यहाँ शिक्षामा धेरै समस्या छ र अगर कहीँबाट यो होइन, यो दशा सप्तरीको मात्रै हो, मोर और लेस काठमाडौँ बाहेक यही कथा छ। काठमाडौँ बाहेक कसैले नाक फुलाउँछ भने त्यो उसले चाहिँ ठगेको मात्रै हो। हामी पनि भन्न सक्छौँ यहाँ के कमी छ। यहाँ 1 से 1 नेताहरू छन्, 1 से 1 विद्वानहरू छन्, 1 से 1 छ। तर जब आउटपुट हेर्दाखेरि
रिजल्ट हेर्दाखेरि हामीलाई आफै अफसोस लाग्छ र एउटा नीतिगत कुराको लागि सरकारलाई दोष दिन्छु म। एक त हाम्रो इकोनोमीले गर्दा हामीले खोजेको जस्तो गभर्नमेन्टले पनि नीति ल्याउन सक्दैन, गभर्नमेन्ट सेल्फ डिपेन्डेन्ट छैन, जसले पैसा दिन्छ त्यसको नीति लागू हुन्छ। म यही अघि उहाँले भन्नुभयो 3 किसिमको शिक्षा हेरिसके, 24 देखि 28 सम्म पुरानो शिक्षा, 28 देखि अगाडि चाहिँ न्यू एजुकेसन सिस्टम प्लान, त्यो फेल्योर भयो। अनि यो प्रजातान्त्रिक व्यवस्था भनौँ, गणतन्त्रको व्यवस्था भनौँ, मलाई त सबभन्दा राम्रो भन्न के लाग्यो भने आन्दोलन ताका के भन्थे यहाँका राजनीतिक कार्यकर्ताहरू, उफ्री उफ्री भन्थे, खुल्ला व्यवस्था आयो। हो वास्तवमा हामी कहाँ खुल्लै व्यवस्था छ। जसले जे पनि भन्न पाउने, जसले जसलाई गाली गर्न पायो, संस्कारविहीन संस्कृतिको हामीले यहाँ गऱ्यौँ र आज यसलाई सप्तरीको पुनरावृत्ति गर्नको लागि रेनेसा, अघि एउटा शब्द वर्षौँपछि सुनियो, रेनेसा पुनर्जागरण, र सप्तरीमा शिक्षाको पनि पुनर्जागरण गर्ने हो भने हामीले नै मिलेर गर्नुपर्ने हुन्छ। उहाँहरूले आइदिएर, बाहिरका सांसदहरूले आइदिएर, यहीँको सांसदले, यहीँका विगत र वर्तमानका मन्त्रीहरू, यहीँ र विगत वर्तमान अगुवाहरू, उहाँहरूले नै गर्नुपर्छ। हुन्छ हुन्छ, यसलाई हामी अलिकति छोटकरीमै जाउँ, किनभने लामो समय दिनुभएको छैन मलाई। जम्मा 40-50 मिनटमा सकाउनु भन्नुभएको छ। म 40 मिनटमा 4 जना वक्ताहरूसँग कुरा गरेर अझै तपाईँहरूको प्रश्न पनि लिन पाउँछु कि भन्ने अपेक्षासहित यो कार्यक्रम गरिरहेछु। म अब निरज मुक्ति सरतर्फ जान चाहन्छु। तपाईँले सुनिहाल्नुभयो हेड सरको कुरा। शिक्षातर्फ हेर्ने हो भने 27 मदरसासहित कुल 607वटा शैक्षिक संस्था रहेछ सप्तरीमा, जसमा 20.4% बालबालिका अझै पनि विद्यालय पुग्न सकेका छैनन्। र सप्तरीको साक्षरता दर हेर्ने हो भने 54.5% रहेछ, जसमा विद्यार्थीको अनुपातमा अझै पनि शिक्षकको पदपूर्ति हुन सकेको छैन। मलाई केही दिन अगाडि मलाई याद छ, मैले कान्तिपुर टेलिभिजनमा समाचार पढिराख्दाखेरि सप्तरीकै न्युज थियो, जहाँ चाहिँ के भनिएको थियो भने एउटा कक्षामा 3वटा कक्षासम्मको एउटा क्लासरुमभित्र 3वटा कक्षाको विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाइराखिएको छ। तैपनि अझै पनि शिक्षक पुगेको छैन भनेपछि अब मेरो दिमागमा चाहिँ त्यतिखेर प्रश्न उब्जिएको थियो कि एउटै क्लासरुममा 3वटा क्लासको विद्यार्थी राखेर कसरी पढाइ हुन्छ? त्यहीमाथि शिक्षक पनि छैन। त्यो हिसाबले हेर्दाखेरि त स्रोत साधन पनि नपुगेको देखियो। अब तपाईँ आफै जसपाको नेता हुनुहुन्छ, राजनीति गर्दै आउनुभएको छ। यसअघि पनि तपाईँ तिलाठी कोइलाडी नगरपालिकाबाट अध्यक्षको प्रत्याशी पनि हुनुभयो। तपाईँले यो सबै समस्याहरू देखिराख्दाखेरि यो राजनीतिक तहबाट एउटा जनप्रतिनिधिबाट जनताले राख्ने अपेक्षा आफ्नो ठाउँमा छ, त्यो बाहेक उहाँहरूका समस्याहरू देखेर यसको समाधानमा चाहिँ तपाईँहरू कति लाग्नुभयो, या यो समस्या देखेर पनि नदेखे जस्तो गरेर विकास भनेको शिक्षा होइन, विकास भनेको भौतिक पूर्वाधार निर्माण मात्रै हो भनेर लागिरहनु भएको छ कि के छ? धन्यवाद। सबसे पहला अपना सबके कहै छी जे हम मैथिलीमे कहब। आइके ई कार्यक्रम के आयोजक जे सप्तरीमे विचार सबके एकटा संग्रह जे राखने छथि, हुनका आभार व्यक्त करै छी। साथे एहिठमा उपस्थित भेल संपूर्ण और टीवी चैनल के माध्यम से देखनार संपूर्ण में जय सप्तरी और जय मधेश। हम विगत के किछु इतिहास सबका मैडम का याद करेबै। जे शिक्षा के बात आवे छे तो सप्तरी शिक्षा में सबसे अग्रणी भूमिका में रहल छे। जै समय में काठमांडू में दरबार हाई स्कूल के स्थापना भेल रहे, तकर किछे दिन के बाद हमरा सबके मधेश के जे एरिया छे तकर नजदीकी जे मित्र राष्ट्र रहे, ओ मित्र राष्ट्र में
पढ़ाई के सुविधा होत रहे तो तै द्वारा सप्तरी से लेकर विभिन्न बॉर्डर साइड में रहे तो हम सब ओई साइड के अध्ययन हमरा सबके बाबू पुरखा केने छी। तो उ अध्ययन भेला के कारण से नेपाल के हरेक कोना में शैक्षिक क्षेत्र में शिक्षा दे के लेल हमर सबके बाबू दादा हरेक पक्ष में पहुंचल छे और देश में शिक्षा देने छे। तै समय में नेपाल में जे दरबार के स्कूल स्थापना भेल रहे तो तै समय में बाहर से आन के अंग्रेजी के शिक्षक के रखने रहे और पूरा देश के शिक्षा देवला हमरा सबके पूरा मधेश के नेतृत्व रहे। जाइत जाइत अवस्था की भेले जे शिक्षा में विभिन्न समय हाल तक 2052-53 साल तक यदि शिक्षा के आंकड़ा देखते रहे तो तै समय में शिक्षक के भूमिका में सबसे बेसी मधेसी समुदाय और अही प्रदेश के जिला सब जे छे तैठमा से शिक्षा दे के लेल जाइत रहे। लेकिन राज्य के जे आबैत गेले बजट सब, राज्य के जे चलबे के नीति सब भेले, पढ़बैत के जे सेवा सुविधा भेले, राज्य से जे आवे वाला विभिन्न चीज सबके वितरण भेले, कतौ न कतौ एक जगह जाकर केंद्रीकृत भए गेले, उ छै काठमांडू केंद्रीकृत भेला के बाद हमरा सबके एहि जगह पर वो स्रोत साधन के आवश्यकता नहीं आव सकले। ताहि द्वारा सप्तरी लगायत मधेश के जिला सब में शिक्षा खसकैत गेलैया और शिक्षा कमजोर भेलैया। विगत के इतिहास देखे छिए तो राजविराज में जे त्रिभुवन विश्वविद्यालय रहे तैठमा IL और BL के जे पढ़ाई होइत रहे तो एहिठाम का विद्यार्थी सब राज्य के हरेक निकाय में मात्र प्रतिनिधित्व करते रहे और हरेक तह तबका में ओहिठमा उपस्थिति अपन जनबैत रहे। तो शिक्षा के स्तर सप्तरी के शेर है। लेकिन आबैत 2052 साल के बाद IL का समाप्त क्या का LLB आनलके और सप्तरी के LLB के जे रहे तकरा से कॉलेज भी बंद भए गेले और सीमित रूप में पढ़ाई शुरू भेले। लेकिन तकर बाद की भेले अपना का जे सप्तरी के जे शिक्षा चले तै पर एकटा एहिठमा मधेश में आंदोलन शुरुआत भेले, पहचान के लड़ाई शुरुआत भेले और पहचान के लड़ाई में जे छे मधेश जे छे से सबसे आगाड़ी रहले और लड़ के अपन पहचान लेलके। राज्य जे छे शिक्षा तरफ जे छे से बजट विनियोजन में कमी कमजोरी केलके, स्वास्थ्य तरफ इम्हर बजट विनियोजन में कमी कमजोरी केलके और प्रतिनिधित्व लेलके, अपन जतऽ ओकरा पहुँचले तै ठेका लेलके। आ एखन एकटा मैडम माननीय कहलखिन एहिठमा जे मधेश सरकार में जाय छे, मधेश मंत्री बने छे, उप प्रधानमंत्री बने छे, मंत्री बने छे, लेकिन जहिया मधेश के सीमित व्यक्ति प्रतिनिधित्व करे ले जाय छे तो समय में बजट विनियोजन है छे। लेकिन बजट तो राज्य के रहे छे ना, यदि एहिठाम का प्रतिनिधित्व करे ले जते तो बजट एते, लेकिन काठमांडू के जे प्रतिनिधित्व करते वो सप्तरी में बजट नहीं देते। तो ई सब राज्य के जे विभिन्न तरह के जे जाल झेल क्या सप्तरी के जे विकास लगाए तो मधेश के विकास यदि नीचा स्तर से देखल जते तो सबसे पछाड़ी में सप्तरी लगाए, सप्तरी सिराहा रौतहट परसा शिक्षा में आबि गेल छे जे कहियो शिक्षा के खजाना रहल चले, शिक्षा के भंडार रहल रहे। तो ताहि द्वारा राज्य जे छे सही ढंग से जे छे से नीति नियम नहीं आबि रहल छे, ताहि द्वारा ई चीज शिक्षा में पछाड़ी पड़ल गेल छे। आई के डेट में राजविराज लगायत मधेश के विभिन्न जिला जाबा तक शिक्षा के स्तर में सुधार नहीं हेते, बोर्डिंग स्कूल के बात करे छिए तो कम से कम सरकारी स्कूल के जाबा तक सुधार नहीं हेते ताबा बोर्डिंग में केना सुधार हेते। तो सरकारी स्तर के जे पाठ्यक्रम छे या पढ़वे के जे तने आधारभूत और माध्यमिक तह के जे एखन देना छे स्थानीय तह में, तो एहिमे खास कए के की देखल गेल छे जे देना छे देला के बाद में नीति निर्माण करे के बाद कहना छे नीति निर्माण के तैयार करते, स्थानीय तह के संरचना आनना छे राज्य, लेकिन स्थानीय तह में कर्मचारी नहीं पठा रहल छे। प्रदेश सरकार का संहिता देना छे लेकिन संहिता के अधिकार नहीं देना छे। आ नीति तथा कार्यक्रम संघीय सरकार आनना छे, कोन पालिका में कोन प्रदेश में की बजट आयल छे से जानकारी ककरो नहीं भेल छे। आई मध्य प्रदेश में नीति तथा कार्यक्रम के आयोजना भए रहल छे, लेकिन शिक्षा में कोन स्कूल में कतऽ बजट के विनियोजन हेते, कोन तरीका से हेते तकर कोनो मापदंड नहीं छे। तो सरकार जे भी एखन कए रहल छे ताहि द्वारा राज्य जे कए रहल छे उ राज्य के करे के तरीका, करे के शैली सही नहीं भेला के कारण से आई मधेश के हरेक जिला खास कए के सप्तरी सनक जिला आई पछाड़ी पड़े के मेन कारण छिए बजट विनियोजन। आई सप्तरीय में गजेंद्र नारायण सिंह हॉस्पिटल आई तैयार भए गेल छे, लेकिन ओहिठमा लैब छे, हरेक चीज छे, हरेक सेवा सुविधा छे, ओहिठमा कर्मचारी नहीं छे। ई कर्मचारी देने ककर काम छिए? गाम के कोनो जनता के उठा के आनि के बैठा देबे से तो नहीं हेते। राज्य के पढ़बा पढ़ले स्कूल सब में 4टा मतलब एकटा मावी स्कूल में 4टा 5टा शिक्षक मात्रे छे। 3टा क्लास में पढ़वे के बात अपना के लिए यह जत 4टा मास्टर में 10 क्लास तक के कक्षा संचालन करे पड़ते तो कतऽ से आनते। तो राज्य इस सब चीज पर ध्यान नहीं दे छे। राज्य के हरेक कमी कमजोरी के कारण से, राज्य के एठम का समुदाय के देखे के कारण से ई अवस्था आई शिक्षा में सप्तरी में आयल छे जे 2051 साल से पहले नहीं रहे। तो ताहि द्वारा मधेश के भूमि पहचान के लड़ाई ला लेलकै यऽ। आब यदि राज्य के देखे के यह निगरानी रहले तो आब के लड़ाई शिक्षा, स्वास्थ्य और रोजगारी के लेल हेते से हम अपना का 2 मिनट में एखन इतने बात कहलहुँ। या थप जानकारी बाद में।
निरजजीलाई अलिकति सजिलो भयो कि म मैथिली अलि राम्रोसँग बुझ्दिनँ। मलाई सबैभन्दा धेरै प्रश्न उहाँलाई गर्न मन थियो। उहाँ मैथिलीमा उत्तर दिनुहुन्छ, मैले आधा अधुरो बुझेर कसरी प्रश्न गर्ने। त्यही भएर मेरो अनुरोध छ कि मैले पनि बुझ्ने गरी म मैथिली सिक्न खोज्दैछु। अलिअलि त बुझ्छु तर ठ्याक्कै बुझ्न चाहिँ अलिक गाह्रो भयो। मैले तपाईँले दिएको उत्तर मैले बुझेअनुसार अनुमान लाउँदा चाहिँ राजनैतिक दलहरूले नै बजेट पारित गर्दाखेरि शिक्षा र स्वास्थ्यमा भरिपूर्ण अथवा जति आवश्यक छ त्यति बजेट नछुट्याउँदाखेरि यसमा समस्या आएको भन्न खोज्नु भएको हो जस्तो लाग्यो होइन। यसैमा मैले अतुलजीलाई रिलेट गरिहाल्छु। तपाईँले लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएको छ। कान्तिपुर दैनिकमा पनि तपाईँ लामो समयसम्म स्वास्थ्यविद सम्हाल्नु भयो, अहिले पनि पत्रकारिता नै गर्दै हुनुहुन्छ। हेडसरले भनेको कुरा र हाम्रो नेताज्यूले भनेको कुरालाई रिलेट गर्दाखेरि तपाईँले लामो समय पत्रकारितामा स्वास्थ्यविदमा कलम चलाउँदाखेरि चाहिँ यो शिक्षा र स्वास्थ्यको स्तर खस्किँदै गएको चाहिँ के कारणले गर्दा पाउनुभयो? कहाँ खस्किया छ र स्वास्थ्यको स्थिति? यदि मैले खस्किया छैन किन भने तपाईँ हेर्नुहोस् भने काठमाडौँमा 1947 विक्रम सम्वत भन्ने मैले 133 वर्ष अघि 133 इयर्स पृथ्वी वीर हस्पिटल, जसलाई त्यसले वीर अस्पतालको नामले तपाईँ जान्नुहुन्छ, खुल्यो। ठ्याक्क त्यही समय यहाँ हनुमान नगरमा त्यहाँ पृथ्वी वीर हस्पिटल्सको एउटा सेन्टर भन्नुहोस् न, जसलाई त्यहाँ एउटा डक्टर थियो, बङ्गाली डक्टर, एउटा कम्पाउन्डर थियो, 2टा ड्रेसर थियो, सायद 3 जति होला त्यहाँ नर्सिङ स्टाफहरू गरेर 8 जनाको दरबन्दी थियो, त्यहाँ मान्छे थियो। त्यहाँ त्यो काठमाडौँमा जे सुविधा पायो त्यो ठ्याक्क केही दिन पछि नै यहाँ पाउन थाल्यो। कसरी हो र? यो ड्युरेसन हो। इनिसियली स्टार्ट गर्यो जुन भन्नुभयो नि पहिले र भन्यो नि पास्ट ग्लोरी एन्ड स्याड प्रेजेन्ट, त्यही भयो। मेरो गुरुदेव हुनुहुन्छ मेरो सर, मैले आउँदा साथ ढोके हेर्नु संस्कारी हो, त्यही हो। सर मेरो हुनुहुन्छ, उहाँसँगै हामीले पढ्यौँ र उहाँले चाहिँ जुन संस्कार दिनुभयो त्यसै अनुसार अगाडि गइरहेको थियौँ। एकदम राम्रो थियो यहाँको, उहाँले भनिसक्नुभयो थियो। तर अहिले किन यस्तो अवस्थामा? प्रश्न होइन, म तपाईँलाई भनिरहेको छु, त्यही चिकित्साकै अवस्था भने 133 वर्ष अघि यहाँ खुल्या छ बाबा। वीर अस्पतालमा जतिखेर खुल्यो त्यतिखेर खुल्यो। तिलाठीमा पाठशाला छ संस्कृतको, राइट? त्यहाँ हेर्नुहोस् कति पहिले खुलिसकेको थियो। त्यो छ। मुख्य कुरो सरले भन्नुभयो तर म त्यसमा असहमत छु सर, सरी सर, म तपाईँसँग असहमत छु। हामी दोषी छौँ? हामी दोषी छैनौँ, सिस्टम दोषी छ, सिस्टम। तपाईँलाई थाहा छ यहाँ कन्ट्रोल्ड इकोनोमी छ, कन्ट्रोल्ड राज्य नियन्त्रित इकोनोमी छ। कुन प्रदेश, कुन क्षेत्र विशेष, कुन ठाउँले कति खर्च गर्न सकोस् र कुन अनुकूल अगाडि बढोस् त्यसको निर्णय ठुला पार्टीका नेता, त्यसका केही थिङ्क ट्याङ्क्सहरू निरन्तर गरेर आउँछन्। त्यसैले जतिसुकै यहाँ केही फाले पनि सप्तरीले विकास गर्दैन। विकास गर्छ भने त्यो ठेक्कापट्टाको नाउँमा बाहिरबाट आएका ती राज्यका ठुला पार्टीका जसो शक्ति हो र त्यसले गर्लान्। यो कन्ट्रोल्ड भन्नुहोस् न, कन्ट्रोल्ड इकोनोमी छ। 1 मिनट तपाईँ याद गर्नुहोस् त, अहिले तपाईँ 53% पपुलेसन मधेसमा छ। तपाईँ हामी त एनालाइज गरेर आउँछौँ, नगर्ने कुरो होइन। कति पर्सेन्ट बजेट हुनु पर्यो? 53% पपुलेसनको लागि यु आर गेटिङ ओन्ली 18%, 18 नट 20। 18% बजेट मात्र हाम्रो मध्य प्रदेशको लागि छुट्याउँछ। त्यसमा के गर्नुहुन्छ तपाईँ? अनि दोष दिने हामीले गर्न सकेनौँ, त्यसले यसरी भयो उसो भयो भनेर। यी कुरो जुन कन्ट्रोल्ड मेकानिजम छ, जुन स्टेटको जुन छ, जुन सङ्घीयताको माध्यमले एउटा गति लिन्थ्यो, फर्किन सक्थ्यो, त्यो फर्किरहेको छैन, दिइरहेको छैन। अहिले पनि त हेर्नुहोस् हाम्रो विद्यानाथजी सबभन्दा युवा जनप्रतिनिधि हुनुहुन्छ, उहाँले त भनिसक्नुभयो। तपाईँ पपुलेसन वाइज डिभाइड गर्नुहोस् न, मान्छे बाँच्न पाउने कि भूभागको लागि बाँड्ने, कि मान्छेले त्यहाँको सुविधाहरू इन्जोय गर्ने। सगरमाथा अञ्चल अस्पतालको कुरो गर्नुभयो। सगरमाथा अञ्चल अस्पताल 50 बेडेड छ टिल नाउ। थाहा छ तपाईँलाई? त्यहाँ गाइनोकोलोजिस्टको दरबन्दी छैन अहिले, तर त्यहाँ 7वटा गाइनोकोलोजिस्ट खटिरहेछन् मात्र।
र पूर्ण दरबन्दी कुनै आजसम्म हुँदै भएन। म 29 वर्ष अघि पत्रकारिता 30 वर्ष भयो जति सुरु गर्दा ताका 29 वर्ष अघि जनमञ्चमा लेखेका थिएँ। दुईटा स्टोरी अहिले पनि याद आइरहेछ। सगरमाथा अञ्चल अस्पतालको र यहाँ जुन एसएलसीमा जुन चोरी हुने प्रवृत्ति, मैले त्यसरी भने अनुशासित र मर्यादित परीक्षा प्रणाली हुनु पर्यो। हामीलाई त्यो पनि सबभन्दा ठुलो, हामीलाई भित्रभित्रै जुन कुहाउने खेल छ नि त्यसमा यो काम गरिरहेछ। दुई थोक इनिसियलदेखि नै त्यही हो। अहिले फेरि हिजो गएको थिएँ मैले सगरमाथा अञ्चल अस्पताल, कुनै चेन्ज अब कुनै चेन्जेस छैन हस्पिटल्समा, जस्ताको त्यस्तै छ। किन? जबकि मलाई थाहा छ उहाँले भनिसक्नुभयो हाम्रा पुर्खाहरू त्यही सीमा क्षेत्रमा भएकोले दरबार हाई स्कुलकै हारहारीमा पढ्न पाए। अफकोर्स पढ्न पाए, नपढ्न पाएनन्। मलाई थाहा छ मेरो बुवाले नै दरबार हाई स्कुलमा पढ्नुभयो, उहाँहरूको केही एक्सेस होला। पछि उहाँहरूले त्यही पटनाबाट गर्नुभयो, जुन कि यु पनि पटनाबाटै एफिलिएटेड थिए। यो क्षेत्रका हाम्रा थुप्रै जुन छन् त्यो। किन यसो भइरहेछ? वार गर्नुहोस् ठिक ठाउँमा। हाम्रा नेताजी आउनुभयो, बस्नुभयो, बडा बडा गन्थन दिनुभयो, मलाई एकदम राम्रो लाग्यो। दिलभूषण, हाम्रो साथी दिलभूषणजी जस्तो गहिरो भित्रबाट लिने मूल, उहाँ त क्रिम निकालिदिनु भयो। सही कुरो त उहाँकै मुखबाट भन्न लगाइदिनु भयो। के हो? 3 कुरो भन्नुभएको थियो। इतिहास अनुसार सप्तरी जे थियो त्यस्तो विकास भएन, स्वीकार गर्नुभयो उहाँहरूले। अर्को के गर्नुभयो? पपुलेसन अनुसारको बजेटको कुरो गर्नुभयो। सुन्नुभयो होला तपाईँ, हेर्नुहोस् त्यो। तेस्रो के गर्नुभयो उहाँहरू कि समस्याको समाधान जुन हुनु पर्यो त्यस गतिमा भइरहेको छैन। चुरो कुरो के हो भने जतिखेरसम्म मानसिकता माइन्डसेट परिवर्तन हुन्न, जतिखेरसम्म सङ्घीयता जुन ल्याइयो त्यसलाई सङ्घीयताकै स्पिरिटमा अगाडि बढाइन्न, जतिखेरसम्म व्यक्ति महत्त्वपूर्ण हो, ल्यान्ड भन्दा व्यक्ति महत्त्वपूर्ण हो, व्यक्तिले इन्जोय गर्न पाउनुपर्छ सेवा सुविधा, र त्यसै अनुकूल बजेट छुट्याइँदैन, त्यतै जे जति गन्थन गरे पनि केही निष्कर्ष निकाल्दैन। त्यसको लागि माइन्डसेट चेन्ज गर्नु पर्यो। त्यो माइन्डसेट अहिलेसम्म टिल नाउ केही चेन्ज नै भएको छ भन्दा हुन्छ। तपाईँलाई नियन्त्रित अर्थतन्त्रको अहिलेसम्म कुरो सुन्नुभएको थियो उहाँले? कुनै पोलिटिकल पार्टीको नेताजी भन्नुहुन्छ? मलाई सम्झना छ मैले मधेस आन्दोलन हुँदा ताका पहिले त्यही कान्तिपुरमा मधेस बिट पनि रिपोर्ट गर्थे। तपाईँले सम्झना होला, सायद तपाईँ आउनु भएको थिएन होला। कसरी आन्दोलन भयो? मैले त्यो भित्र भइरहेको जुन छलफल हुन्छ नि, जसमा गिर्जाबाबु हुनुहुन्थ्यो यावतका, ती छलफलको लाइभ प्रसारण मोबाइलको माध्यमले, म आफ्नो कान्तिपुरमा मोबाइल बोक्ने केही खास जुन एडिटर पछिकै मै थिएँ त्यो जमानामा, त्यतिखेर लाइभ हामीले सुनेका थियौँ। कसरी उहाँहरूले अधिकार दिने बेलामा कसरी सङ्कुचित मनोवृत्ति देखाउनुहुन्छ, जुन एक्सेस थियो हाम्रो, त्यो हामीले सुनेका थियौँ। त्यसै सम्भव छैन विकास। त्यो हाम्रो दोष होइन। यो जुन मधेस प्रान्तमा रहेका व्यक्तिहरूले को अक्षमता या एक गरले भन्न जतिसुकै उफ्रे पनि एउटा लिमिटेसन्स छ हामीलाई। तपाईँ खर्च नै गर्नुहुन्न भने कहाँ जान्छ? मलाई एकदम अब यो बोरिङ हो, अलिक चेन्ज गरौँ। दिलभूषण सर, बस अपना जो था लिफ्ट जो था 3 कुने वाला कान्तिपुर में चढ़ने के वाला, त्यो लिफ्टमा के भएको थियो भने अब 7-8 वर्ष भइसकेको थियो त्यतिखेर। हामी त्यसै पुगिरहेको हुन्थ्यौँ, अनि अब भइसकेको थियो, अनि यो भएको थिएन। अनि लिफ्टमा एकजना सँगै चढ्ने मौका पायौँ। नाउन मात्र नलिऊ, सबले बुझिसक्नुहुन्छ। उहाँ सर्वा नै हुनुहुन्थ्यो सब थोक। अनि अतुल भाइ, आजकल नहीं देख रहे हैं तुम्हारा उतना बाइलैन, क्या बात, कोई तबीयत खराब था क्या? भाई साहब, जितना शक्कर डालिएगा उतना ही ना मीठा होगा। कुरो बुझ्नुभयो नि? जति शक्कर हाल्नुहुन्छ नि त्यतिकै गुलियो हुन्छ। र ठ्याक्क त्यो संजोग मेरो फाइदाको कुरा थियो। 2-3 हजार त्यो जमानाको मलाई तेस्रो चौथो दिनदेखि पढेको थियो। त्यो अर्को पाटो होला, होइन? त्यसै जिस्केर भने मैले एउटा मुड भयो। मेन हो यहाँ शक्कर डालने का प्रयास ही नहीं होता है। शक्कर वहाँ डालते हैं जहाँ नहीं डालना चाहिए। और हाम्रो जुन पोलिटिसियन्सहरूको कुरो भन्नुहुन्छ नि, उहाँहरू किन गर्ने, यत्रो नेता बन्नुभयो, यो उप प्रधानमन्त्री बन्नुभयो, ड्याम केयर, डोन्ट गेट कि उहाँले पावर नै दिया छैन। उहाँले त्यस मर्यादा नाग्यो भने ऊ एक्जिस्टै गर्न सक्दैन, रहन नै सक्दैन। आई नो इट। 27 वर्षदेखि गरिरहेको छु पत्रकारिता। म मधेस पोलिटिक्ससँग म इनिसियल फेजमा म राम्ररी बुझाएको छु। 25 वर्षदेखि म विदेशी मिडियामा अहिले पनि नेपाल ब्युरो चिफ हो, म गरिरहेको छु। मलाई थाहा छ नि
सम्भवै छैन जतिसुकै जे भनोस्। ती नेताजु अहिले ठुलो हेर्नुहुन्छ, पछि व्यक्तिगत रूपले कुरो गर्दा सम्भव नै छैन, तयार नै छैन। संहिताको कुरोमा त केमा तयार नै छैन भन्नुहुन्थ्यो अफिसियली। यी कुरोमा सब गफगाफ मात्र हुन्छ। त्यसैले सबभन्दा पहिले माइन्डसेट चेन्ज गर्नुहोस्, यो जनसङ्ख्या अनुपातमा बजेट विनियोजन गर्नुहोस् र त्यसै अनुकूल अगाडि बढ्नुहोस्। नत्र स्थिति राम्रो छैन, कन्ट्रोलमा नरहला देश। प्लिज, म यसभन्दा बढी बोल्दिनँ। हस्, धन्यवाद। म मनोजीतर्फ आउन चाहेँ। हामीले यति कुराहरू सुन्यौँ, पहिले त्यति राम्रो अवस्था थियो यहाँ शिक्षाको, अहिले यसरी गुणस्तर खस्किँदै जानुमा चाहिँ मेन भनेको यो कुरा सुन्दाखेरि चाहिँ जनप्रतिनिधि जो सत्तामा पुगेर जुन विकासका नारा लगाएर जुन कुरालाई मुद्दा बनाएर उनीहरू एउटा तहमा पुग्छन्, त्यहाँ पुगिसकेपछि त्यो नारामै सीमित हुन्छ। त्यसपछि प्रतिस्पर्धा हुन्छ आफ्नो भागबन्दाका लागि। त्यो कारणले गर्दाखेरि अहिले यो अवस्था आएको हो कि भनेर कुरा भइहाल्यो। तपाईँ राजविराज नगरपालिकाको शाखा अधिकृत हुनुहुन्छ, स्थानीय तहको एउटा निकायमा काम गरिरहेको व्यक्ति हुनुहुन्छ। तपाईँलाई चाहिँ के लाग्छ, उहाँहरूले भने जस्तै नै त्यस्तै नै हो स्थिति? धन्यवाद म्याडम। आज यो सप्तरी विचार उत्सव जुन आयोजना गर्नुभएको छ, सम्पूर्ण आयोजक टिमलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु र यो हलमा उपस्थित सम्पूर्ण महानुभावहरूलाई मेरो तर्फबाट नमस्कार। म मनोज कुमार यादव, म चाहिँ राजविराज नगरपालिकाको शाखा अधिकृत पदमा कार्यरत छु। मेरो घर चाहिँ यही राजविराज वडा नम्बर 15 मा पर्छ। मेरो जागिर लगभग म 2066 सालमा नासुबाट सुरु गरेको छु। त्यो मध्येमा म 13 वर्ष, म चाहिँ 6 वर्ष यहीँको जिल्ला जनस्वास्थ्य कार्यालयमा र हस्पिटलमा बिताएको हो। त्यसपछि मेरो जागिर जीवन चाहिँ यही राजविराज नगरपालिकामा 6 वर्ष यहाँ चलिरहेछ। म सुरुमा सप्तरी जिल्लाको परिचय दिन चाहन्छु। यो सप्तरी जिल्ला समुद्री तहदेखि 68 मिटरदेखि 457 मिटरको उचाइमा अवस्थित छ। 26.22 मिनटदेखि 22 मिनट उत्तरी अक्षांशदेखि 68.45 मिनट पूर्वी देशान्तरमा अवस्थित यो सप्तरी जिल्लाको पूर्व पश्चिम लम्बाइ 59 किलोमिटर छ भने उत्तर दक्षिण लम्बाइ चाहिँ 23 किलोमिटर छ। यो सप्तरी जिल्लाको 63% भूभाग चाहिँ समथर भागले औटेको छ भने 37% भूभाग चाहिँ चुरे क्षेत्रले औटेको छ। यो हाम्रो हेड सर क्यो माविको पूर्व प्रिन्सिपल हुनुहुन्थ्यो, उहाँले एकदम राम्रो भन्नुभएको छ। पहिला र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको छ। हाम्रो म्यामको पनि प्रश्न त्यही हो। यो सप्तरी जिल्ला पहिला धेरै राम्रो थियो। 1 नम्बरमा नेपालको 75 जिल्ला मध्येमा टप 1, 2, 3 भित्र पर्थ्यो यो जिल्ला। स्वास्थ्यमा पनि त्यस्तै अवस्था थियो। यो सगरमाथा अञ्चल अस्पतालको देशका सचिवहरू बन्ने पहिलो पोस्टिङ भनेको यो सगरमाथा अञ्चल अस्पतालमा हुनुहुन्थ्यो। देश विदेशका पिएचडी पढ्ने, एमडी पढ्ने डाक्टरहरूको जस्तै राष्ट्रपति हाम्रो रामवरण यादवजी पनि यो सगरमाथा अञ्चल अस्पतालमा काम गरिसक्नु भएको छ। देशका विद्वानहरू यो जिल्लामा काम गरेर सफल हुनुभएको छ। यो उर्वर भूमि हो। यहाँको जनता चाहिँ एकदम सिधा छ, इमान्दार छ। यो पब्लिकको जुन एउटा सोच छन् सिधापनाको, यो अवस्था चाहिँ सप्तरीलाई एउटा जुन अवस्थामा पुर्याउनु पर्ने हो त्यो अवस्थामा पुगेको छैन। हाम्रो म्याडमले जुन एउटा प्रश्न सोध्नुभयो, निर्वाचनमा धेरै बच्चाहरू, धेरै प्रतिबद्धताहरू गर्नुहुन्छ, तर जितेपछि त्यो जनताले चाहिँ धोका नदिएको पनि हुन्छ। तर यो चाहिँ हाम्रो नेतृत्ववर्गबाट धोका पनि पाएको हुन्छ। म भन्छु केन्द्रबाट बजेट नआएको, केन्द्रबाट केन्द्रीकृत शासन जुन समयमा थियो, अहिले चाहिँ संहिता आइसकेको छ। नेपालको संविधान 2072ले संहिता चाहिँ परिकल्पना गरे अनुसार 7वटा प्रदेश चाहिँ व्यवस्था गरेको छ। त्यो प्रदेशमा हामी चाहिँ अहिले एउटा कार्यकाल चाहिँ सकेर त्यहाँ सरकारको पनि अस्थिरता थिएन। हामी चाहिँ नेपालको विभिन्न प्रदेशमा सरकारको अस्थिरता थियो। ठिक छ, हामीलाई थोरै बजेट आउँछ, राज्यबाट अपेलित छौँ, यो मध्य प्रदेश तराई, तर चाहिँ अपेलित हुनेकै कारणले चाहिँ हामी पछाडि परेको पनि होइन। त्यो कर्णाली हेर्नु, त्यहाँ चाहिँ
बाटो थिएन। हाम्रो तराई चाहिँ समथर भूमि हो, हामी हिँडेर पनि धेरै ठाउँमा जान सकिन्छ। खानाको लागि भात सधैँ पाएकै छौँ, तर हामी चाहिँ धेरै पछाडि छौँ। आज हेर्नुहोस् देशको नेपालको जनसङ्ख्या जुन गणना भयो 2078 अनुसार देशको चाहिँ साक्षरता दर 76.2% छ। त्यसमध्ये मधेसको हेर्नुहुन्छ भने 63.5 छ। यो चाहिँ कर्णालीको, हामी कर्णाली प्रदेश सबैभन्दा पछाडिको प्रदेश हो। यो चाहिँ 76.1% छ कर्णालीको साक्षरता दर। हामी चाहिँ यसले बुझौँ, हामी 7 वर्ष अहिलेको दोस्रो कार्यकाल चल्दैछ संहिताको। दोस्रो कार्यकालमा हामी कहाँ त पहिलोको जनसङ्ख्याभन्दा झन् चाहिँ हामी तल झर्दैछौँ। यो अवस्था शैक्षिक अवस्थामा हाम्रो हेर्नुहुन्छ भने 64वटा जिल्ला चाहिँ देशको साक्षर जिल्ला घोषणा भइसकेको छ। 64वटा देशको, तर 13वटा अहिलेसम्म घोषणा भएको छैन। त्यो 13वटाको तथ्याङ्क हेर्नुहुन्छ भने त्यो 13वटा मध्ये 8को 8 जिल्ला हाम्रै प्रदेशको साक्षर जिल्ला घोषणा हुन सकेको छैन। हामी धेरै विद्वान छौँ, हामी धेरै भाषणमा धेरै अगाडि हुन्छौँ हामी, तर यो 8वटा जिल्ला हाम्रो चाहिँ शैक्षिक चाहिँ कुनै 8वटा जिल्ला चाहिँ हाम्रो शैक्षिक जिल्लाको रूपमा घोषणा हुन सकेको छैन। र 5वटा त्यो कर्णालीको जिल्ला लगाएर 13वटा जिल्ला चाहिँ अहिले चाहिँ शैक्षिक जिल्ला चाहिँ घोषणा हुन सकेको छैन। हाम्रो चाहिँ त्यो ऱ्याङ्किङमा हेर्नुहुन्छ भने 1 नम्बरमा अहिले काठमाडौँ छ। हामी 5वटा म चाहिँ भन्न चाहन्छु। शैक्षिक अवस्थामा पहिलो नम्बरमा काठमाडौँ छ, दोस्रो ललितपुर, तेस्रो भक्तपुर, चौथो चाहिँ कास्की, 5औँ चितवन छ। तर त्यो 5औँमा हाम्रो कस्तो छ अवस्था? यो मध्य प्रदेश, हामीले यो सप्तरीकै लाग्छ 55-60% योगदान होला यो संहिता ल्याउनेमा। यहीँकै जन्मिएको व्यक्तिहरू सबैभन्दा आन्दोलन बढी गरिनु भएको छ, उहाँहरूलाई धन्यवाद पनि छ। यहाँ संहिता ल्याउनेमा सप्तरी जिल्लाको अहम भूमिका छ। यहाँका शहीदहरू पनि धेरै भएको छ त्यो सङ्ख्यामा जोड्दा चाहिँ। तर त्यो पछाडिबाट हेर्नुहुन्छ भने सबैभन्दा पछाडि शैक्षिक अवस्थामा रहेको जिल्ला कुन हो भने हाम्रो रौतहट जिल्ला हो। त्यहाँबाट प्रधानमन्त्री पनि भइसकेको छ, नभएको होइन, देशका ठुला पार्टीको अध्यक्ष पनि भएको हो। तर त्यो रौतहट कस्तो छ भने अहिले शिक्षामा देशको सबैभन्दा पछाडि। त्यसपछिको कुरा गर्नुहुन्छ भने कहाँ छ? यही 2 नम्बर मध्य प्रदेशभित्रै पर्छ। त्यो कुन हो भने मोहतरी जिल्ला। त्यो जिल्ला सचिवहरू उत्पादन गरेको जिल्ला थियो पहिला। डाक्टर प्रवीण मिश्रा स्वास्थ्य मन्त्री सचिव जस्तो व्यक्ति, धेरै सचिवहरू भएको, सिडिओहरू भएको जिल्ला, धेरै विद्वान भएको जिल्ला थियो मोहतरी। अहिले शिक्षाको सबभन्दा पछाडिबाट दोस्रो स्थानमा छ। तेस्रो कहाँ छ भने तेस्रो पनि यही प्रदेशको, यो कुन हो भने सर्लाही जिल्ला। त्यसपछि चौथो हुम्ला, 5औँ बारा जिल्ला पर्छ हाम्रो यो शैक्षिक अवस्थामा। हामी चाहिँ यो अलि डेटा अलि भेगमा नजाउँ, हामी एकदम सर्टकटमा सठिक उत्तरको अपेक्षा गर्छु। त्यसमा अब स्थानीय तहको भूमिका चाहिँ के हुन्छ त? हजुर, शैक्षिक क्षेत्र सुधार गर्न, शिक्षाको गुणस्तर सुधार गर्न स्थानीय तहको भूमिका चाहिँ के हुन्छ त? म धन्यवाद म्याडम। छोटकरीमा हामी चाहिँ यो संहिता आएपछि हाम्रो मौलिक हक जुन 21वटा अहिलेको नेपालको संविधान 2072मा 21वटा मौलिक हकको व्यवस्था गरेको छ। त्यो धारा 31मा चाहिँ शिक्षा सम्बन्धी हकको पनि व्यवस्था गरिएको छ। त्यसमा धारा 1मा के लेखेको छ भने आधारभूत शिक्षासम्मको पहुँच प्रत्येक नागरिकलाई हुनेछ। दोस्रो उपधारामा के लेखेको छ भने आधारभूत शिक्षा र अनिवार्य निःशुल्क माध्यमिक शिक्षा चाहिँ निःशुल्क पाउने हक प्रत्येक नागरिकको हुनेछ। त्यस्तै हाम्रो चाहिँ यो दिगो विकासको लक्ष्यमा हाम्रो तेस्रो नम्बरमा, चौथो नम्बरमा दिगो विकासको जुन 17वटा लक्ष्य छ त्यसमा चौथो नम्बरमा के छ भने समावेशी र गुणस्तरीय शिक्षा चाहिँ आम पब्लिकले पाउनुपर्ने हुन्छ। र अब संहिताको जुन प्रदेश आएको छ त्यो प्रदेशको एकल अधिकार जुन संविधानमा गरेको छ अनुसूची 6मा, त्यसमा के लेखेको छ भने उच्च शिक्षा र प्रदेश विश्वविद्यालयसम्मको शिक्षा प्रदेश सरकारले चाहिँ प्रदेश सरकारको अधिकार हुनेछ भने अनुसूची 6मा त्यो उहाँको अधिकार चाहिँ किटानै गरेको छ। त्यस्तै अनुसूची 8मा जुन स्थानीय तहको एकल अधिकारको छ त्यहाँ आधारभूत र माध्यमिक तहको शिक्षा
स्थानीय तहले चाहिँ अधिकार हुनेछ भने व्यवस्था छ। तर यसले सुधार किन भएन म्याडमले सोध्नुभयो। हामी मध्य सरकार प्रदेश सरकारले हेरौँ 5 साल यहीँ नेतृत्व गरेको, त्यो शिक्षाको नेतृत्व यहीँबाट भएको थियो यो जिल्लामा। तर यो शिक्षाको जुन अहिलेको 81-82 को जुन बजेट प्रस्तुत भएको छ त्यसमा कुल बजेटको लगभग 2 खरब 3 अरब 67 करोड रुपियाँ शिक्षामा बजेट छुट्याएको छ। यो बजेट पनि पर्याप्त हो। तर हाम्रो स्कुलहरू जुन छन्, हामी मध्य सरकार शिक्षा मन्त्रालय भन्छौँ, त्यतिखेरको सामाजिक विकास मन्त्रालय भन्थ्यो। तर उहाँको प्राथमिकीकरण के थियो भने हामी डाटा थियो 2068 को जनसङ्ख्याका आधारमा। तर त्यतिखेर बजेटको प्राथमिकता के थियो भने अब शिक्षा मन्त्रालयबाट त्यो सामाजिक विकास मन्त्रालयबाट स्कुलको गेट बनाइदिने, तर स्कुलको कक्षा कोठा चाहिँ बनेको छैन। अहिले मध्य सरकारबाट एउटा पनि नमुना विद्यालय छैन यो प्रदेशमा। यहाँ विराटनगर जानुस्, यो जननी हैन, यो कोशी प्रदेश संहिताको जननी हैन, यो बुटवल जननी हैन संहिताको, तर त्यहाँको नमुना विद्यालय छ। बुटवलमा हेर्नुहुन्छ त्यहाँ प्राइभेटमा पढ्न जाँदैन बच्चाहरू। यहाँ चाहिँ पोखरियामा पब्लिकहरू पहिला चाहिँ पोखरियामा एडमिसन गराउन चाहन्छ, त्यसको यति गुणस्तरीय छ। तर हाम्रो मध्य प्रदेशमा त्यो सरकार भन्थ्यो सरकार अस्थिर छ, बजेट छैन। एउटा स्कुल बनाउन कति बजेट लाग्छ र? त्यो चाहिँ बनाउनु पर्थ्यो। त्यो संहिता समावेशी र यो संविधान 7औं संविधानको हामी कार्यान्वयनमा छौँ। यो 7औं संविधान के को लागि आएको छ? यो सबैभन्दा नजिकको जनता, यो दलित कमजोर वर्ग विपन्न वर्ग चाहिँ त्यसले सेवा राज्यबाट जुन पहुँच पुग्न सकेको छैन त्यसलाई पहुँच पुगाउनका लागि अब आयो स्थानीय सरकार। स्थानीय सरकार पनि त्यही ट्रेन्ड छ। हाम्रो मध्य प्रदेशमा 136 वटा स्थानीय सरकार छ। चाहिँ एउटा महानगरपालिका, 3 वटा उपमहानगरपालिका, 75 वटा चाहिँ हाम्रो के ऊ छ नगरपालिका, 57 वटा गाउँपालिका छ। त्यसले कुनै पालिकाले अहिले नमुना एउटा विद्यालय बनाऊ, बजेट काटे, बजेट छ किनभने वित्तीय समानीकरणको बजेट आउँछ त उहाँले अधिकार छ त्यो कहाँ लगाउने। यहाँ चाहिँ मानव विकास हुन सकेन भने कुनै क्षेत्रको विकास हुँदैन। हाम्रो यहीँ राजविराज हेर्नुहोस्, कुनै स्थानीय तह समितिमा हेर्नुहोस्, हाम्रै गेस्टहरू मान्छे राम्रो पनि भएको छ। हाम्रो स्थानीय तहले एउटा नीति बनाएको थियो, हामी चाहिँ एसएलसी एससी इक्जाम लिन्छौँ, तर त्यहाँ त बच्चा बिग्रिसकेको हुन्छ। कहिले 5 क्लासको इक्जाम लियो फेयर। हाम्रो सर हुनुहुन्छ उहाँ पनि अहिले निजीको विद्यालय भन्छ, निजीकरण भएपछि सुध्रिन्छ शिक्षा। कसरी सुध्रिन्छ? मान्छे अहिले कुल गृहस्थ उत्पादनको 29% बजेट चाहिँ विदेशमा गएका हाम्रा दाजुभाइले पठाएको पैसाबाट यो देश चलेको छ। तर उहाँको बच्चाहरू त्यो प्राइभेट स्कुलमा बोर्डिङमा फिस तिरेर पनि उहाँलाई मैले च्यालेन्ज दिन्छु, यदि निजी विद्यालयमा फेयर इक्जाम लियो भने 40% पास मार्क ल्याउने 10 जना विद्यार्थी हुन सक्दैन, 15% 20% विद्यार्थी हुन सक्दैन। यो विडम्बना हो। निजी भए पनि शुल्क तिरेर आए पनि त्यो चाहिँ सुधार हुन्छ भने छैन। अब स्थानीय तहमा म स्थानीय तहको अहिले जुन हाम्रो राजविराज नगरपालिका एउटा उदाहरण दिन्छु। हामीले योभन्दा पहिला कार्यकालमा एउटा नीति बनाएको थियो। के नीति थियो भने हामी 3, 5 र 8 मा हामी राजविराज नगरपालिकाबाट सुरुबाटै सुधार गरौँ। एसीमा एउटा उदाहरण दिन्छु म, यो माटोको भाडा चाहिँ त्यो काँचै रहेको अवस्थामा चाहिँ परिवर्तन हुन्छ, त्यो पाकिसकेपछि कहिले पनि परिवर्तन त्यो फुट्छ। त्यसलाई परिवर्तन गर्न खोज्नुभयो भने त्यो फुट्छ। हामी चाहिँ 10 मा यो यहाँको सुरक्षा निकाय प्रमुख मेयर अध्यक्ष चाहिँ अनुगमन गर्न जानुहुन्छ। त्यतिखेर के हुन्छ? रिजल्ट चिट चोर्याएर पास भएको हुन्छ। म चाहिँ एसएलसी 2061 सालमा दिएको, म ट्यु पढेको यहाँ। हामी 300 विद्यार्थीमा 13 जना पास हुन्थ्यो। त्यहाँ चाहिँ चिटिङ भन्ने शब्द थिएन। त्यतिखेर मेहनत जो गर्यो त्यो चाहिँ सफल भएको छ। यो मध्य प्रदेशमा जुन नीति थियो, हामीले 8 सम्म एउटा इक्जाम लियो, फेयर लियो, हामी चाहिँ त्यो सक्षम हुन सकेनौँ हाम्रो केही प्राविधिक कारणले। यहीँको मेयरहरूले जनप्रतिनिधि घोषणापत्रमा लेख्नु भएको थियो, बजेट पनि छुट्याउनु भएको थियो 40 लाख रुपैयाँ र 20 लाख रुपैयाँ जो यहाँ राम्रो हुन्छ जो स्टुडेन्ट उसलाई एमबिबिएस पढाउने यो नगरपालिकाबाट एउटा यो एकजना चाहिँ एमबिबिएस पढाउने र एकजना इन्जिनियर पढाउने जो यो राजविराजभित्र उत्कृष्ट नम्बर ल्याउँछ त्यसले पुरै चाहिँ हामी लगानी लगाउँछौँ। त्यही भएर स्थानीय त आएपछि केही नभएको पनि होइन। हाम्रो अहिले जुन एउटा तिनामा चाहिँ हाम्रो सरले पत्रकार सरले भन्नुभयो राज्यबाट पनि भएको थियो, संहिता त 2072 सालमा आएको थियो। किन चाहिँ त्योभन्दा अगाडि सरकार थियो त? किन टिनको र एउटा पङ्खासम्म त्यो त्यहाँ सरकारी स्कुलमा पढ्ने विद्यार्थीहरूले पङ्खा पनि थिएन। त्यहाँ पङ्खा थियो नि, यो 45 डिग्रीको टेम्परेचरमा
त्यहाँ जुन दलितहरू हामी भन्छौँ दलितको विकास गर्छौँ, यो गर्छौँ त्यो गर्छौँ, त्यहाँ 45 डिग्रीको टेम्परेचरमा, तराईको टेम्परेचरमा पढ्नु पर्थ्यो, पङ्खा थिएन। सरहरूको पालामा पङ्खा थिएन स्कुलमा। तर हाम्रो कार्यपालिका सदस्यहरू के भन्नुभयो, हामी जति बजेट पाउँछौँ हामी चाहिँ शिक्षामा मात्रै लगानी लगाउँछौँ। हामी चाहिँ टोटल 42वटा स्कुल छ हाम्रो, 5वटा मावि, अरू आधारभूत विद्यालयहरू छन्। हामी चाहिँ सम्पूर्ण विद्यालयमा चाहिँ हाम्रो सानैबाट सुरुवात गरौँ न। हामी चाहिँ त्यो बच्चालाई एउटा मानसिक रूपमा पढ्नको लागि पङ्खा समेत लगाइदिउँ। चाहिँ गर्मीमा चाहिँ केही घामबाट बच्चा फेन्ट हुन्थ्यो बच्चाहरू। यो चाहिँ अब सुधार गर्नको लागि हाम्रो बजेट, हामी यो मधेसमा शिक्षामा सुधार भयो भने मलाई लाग्छ कुनै पनि निकायमा सुधार गर्नु पर्दैन। जस्तै गुल्मी स्याङ्जा हेर्नुहोस्, त्यहाँ लोकसेवाको अधिकृतमा मानौँ त्यहाँ 15वटा 200 निस्कियो भने 15वटा विद्यार्थी त्यहीँबाट पास भएको हुन्छ। हाम्रो पनि क्षमता छ, डक्टरहरू केमिस्ट्री लिएर फिजिक्स लिएर पढेको हुन्छ, तर लोकसेवा पढ्दैन। मैले यहीँ हाम्रो काबा नगर प्रमुखजी हुनुहुन्छ, मैले एउटा सल्लाह दिएको थिएँ, हामी पनि एउटा सिलेबसमा 5 देखि राखौँ न लोकसेवाको। त्यहाँ चाहिँ हामी चाहिँ प्रहरी प्रशासन चाहिँ छिर्न सकोस्। अहिले हाम्रो एसपीहरू आउँदा सुरक्षा निकायका कुनै पनि यो समुदायको आउँदैन, कम आउँछ, 100मा 2-3% आउँछ। हामी पनि लोकसेवातिर आकर्षण गरौँ। यो एनजिओ आइएनजिओले जुन तरिकाले गरिरहेछ 1-2 दिनको तालिम त्यो नगरौँ। हामी रोजगार दिने 7 महिना चाहिँ कम्प्युटर ट्रेनिङ दिउँ। हामी चाहिँ राम्रो लोकसेवाको क्लासहरू चलाउँ, 10 महिना लगाएर जो ट्यालेन्ट छ त्यसलाई हामी सब्सिडी दिउँ। यो कुराहरू गरियो भने हामी चाहिँ शिक्षामा चाहिँ फड्को मार्न सक्छौँ। शिक्षा चाहिँ देश जित्न सकिन्छ। यो त्यहाँ भनेको थियो नेल्सन मण्डेलाले, कुनै देश कुनै ठाउँलाई ध्वस्त पार्नु छ भने त्यहाँको शिक्षा ध्वस्त पारिदिनुहोस्, कुनै मिसाइल छोड्नु पर्दैन। त्यही भएर यो मधेसलाई अहिले चाहिँ बिना मिसाइलको अहिले ध्वस्त मधेस चाहिँ भइरहेछ, त्यसलाई सबैले चाहिँ बचाउनुपर्छ। र म स्वास्थ्यको कुरा गर्दैछु, हाम्रो पत्रकार साहबले भन्नुभयो त्यहाँ अहिले पनि म फेरि आउँछु स्वास्थ्यमा, म फेरि आउँछु। अहिले हामी शिक्षाकै कुरा गर्दै थियौँ, म हेडसरतर्फ आउँछु फेरि। जस्तो यहाँ कुरा सुन्नुभयो, तपाईँले त सरकारी विद्यालयको पनि अनुभव लिइसक्नुभयो, निजी विद्यालयको पनि अनुभव लिँदै हुनुहुन्छ। जस्तो यहाँ स्रोत साधनको कुरा आयो, जस्तो सरकारी विद्यालयको गुणस्तर राम्रो नहुँदाखेरि निजी विद्यालयमा प्राइभेट सेक्टरमा पढाइन्छ, तैपनि प्राइभेट सेक्टरभित्र पनि कुनै चिटिङ नगरिकन विद्यार्थीलाई पास गराउन गाह्रो छ जस्तो कुरा उहाँले उठाउनु भयो। तपाईँले दुवै विद्यालयको अनुभव लिइसक्नु भएको हो। यो अझै खास गरी के देखिँदो रहेछ भने यहाँ माध्यमिक तहसम्मका विद्यार्थीहरू चाहिँ खासै विद्यालयमा टिक्दैन रहेछन्। त्यसमा पनि यो विद्यालयका अधिकांश शिक्षक चाहिँ सप्तरीकै बासिन्दा हुनुहुँदो रहेछ, तर उहाँहरू आफैले पढाएको पढाइबाट सन्तुष्ट नहुनुहुँदो रहेछ। त्यही भएर उहाँहरूले नै जो व्यक्तिले सरकारी विद्यालयमा अथवा त्यही शिक्षण गर्ने व्यक्ति पनि निजी विद्यालयमा लगेर आफ्नो बच्चाहरू पढाउने स्थिति देखिएको रहेछ। यहाँ यस्तो अवस्था चाहिँ किन आयो र सरकारी र निजी विद्यालयमा देखिएको यो फरक, कतिको फरक पठन पाठन संस्कृतिमा चाहिँ कतिको फरक पाउनु भएको छ तपाईँले? धन्यवाद। क्वेसन चाहिँ मैले खोजेकै जस्तो क्वेसन आयो मेरो। अहिले मनोज भाइ नगरपालिकामा, त्यसको जवाब मनोजको जवाबमै छ। उहाँले भावना जोसमा धेरै कुरा बोल्नुभयो। त्यस्तो लाग्यो कि खालि डिफेन्ड गर्नको लागि। अब त्यो त्यसमा म जान्न। यो दुईटामा फरक आफैमा छ। जेनरल स्कुल, हामी जेनरल स्कुलको प्रडक्ट हो। किन आजको अभिभावक जेनरल स्कुल जाँदैनन् त? त्यसको जवाब त हाम्रो मनोज बाबुले नि दिनुपर्छ नि। खालि भनेर, चिट भनेर, यो भनेर, त्यो भनेर, त्यो स्केपिज्म मात्रै हो। हरेकजनाले आफ्नो दहीलाई राम्रो भन्न खोज्छ। मैले त्यसै कारण सुरुमा भनेको थिएँ, मलाई खुसी लाग्यो मेरो एउटा पूर्व विद्यार्थीले यदि आर्ट गर्न सक्यो कि आई एग्री टु डिसएग्री। मलाई खुसी लाग्यो। तर फरक यति आयो कि मैले त्यति बेला भने एजुकेसनमा पोलिटिसाइजन भयो, अत्यधिक राजनीतिकरण भयो। यो राजनीतिकरण एउटा कारण हो,
तर त्यही मात्रै कारण होइन, सरकार मात्रै कारण होइन। म्याडमको अहिले क्वेसन थियो, यो प्राइभेट स्कुल र यहाँ नेपालमा या कहीँ पनि यही सप्तरीमै भनौँ न, या राजविराज नगरपालिकामा नै भनौँ न, छ त उहाँहरूसँग कुनै म्यापिङ? अनुमति दिँदाखेरि छ कुनै म्यापिङ? कसरी एक एक स्टेपमा स्कुल खोल्यो? उहाँहरूले अनुमति दिएर खुलेको विद्यालय हो नि। तर मलाई कर लगाउने, तपाईँको बच्चा त्यहाँ किन पढ्दैन? मसँग पैसा छ, म जान्छु ठुलो होटलमा खान, तपाईँले भन्न मिल्छ गएर सडकमा बसेर खा? त्यो मेरो स्वतन्त्रता हो, त्यो प्यारेन्टको स्वतन्त्रता हो। तपाईँ बनाउनुहोस् न, जेनरल स्कुललाई यति राम्रो बनाउनुहोस्, तपाईँ लामो लकिर खिच्नुहोस् न, अरूको लकिर किन मेटाउनुहुन्छ? तपाईँका कतिपय जिल्लाहरूमा छ जहाँ कि बोर्डिङ स्कुल छोडेर गएको छ जेनरल स्कुलमा, त तपाईँ राम्रो बनाउनुहोस् न, छोडिदिनु न प्राइभेटवालाहरूलाई। आज नेपालको डाटालाई हेर्ने हो भने विशुद्ध शैक्षिक जगतको नाताले म भन्छु, नेपाल सरकारले या कुनै सरकारले निजी विद्यालयलाई बन्द गराउन सक्ने स्थितिमा छैन, आर्थिक क्षमता छैन। एजुकेसन इन्टरनेसनलले भन्छ जिडिपीको 6% एजुकेसनमा खर्च गर्नुपर्छ। नेपालको बजेट कति छ? 3.15% छ, र त्यसबाट बजेट आउँछ स्थानीय पालिकालाई। त्यही भएर अघि मैले भने कि म दोष दिन्न, यो खालि या दोषारोपण गर्ने कुरो फलाना फलाना हो, म चाहिँ सहमत छु। स्वास्थ्यको अवस्था त्यस्तो दयनीय छैन जसमाथि चाहिँ आज क्वेसन उठाउन सकिन्छ। धेरै सुध्रेको अवस्थामा आएको छ। तर एजुकेसनको अवस्था यही राजविराज नगरपालिका हो। एउटा सिम्पल एक्जाम्पल, कोर करिकुलम डिसिमिनेसन भयो, कतिवटा बोर्डिङ स्कुललाई बोलाउनु भयो। एउटा मामुली कुरो थियो जहाँ पैसा खर्च हुँदैन थियो। एकअर्कालाई औँला उठाउनुभन्दा पहिले तपाईँहरूले विभेद गरे हो। त्यस कारण मैले छोपेरै अघि भनेको थिएँ, वी अल आर इन्भल्भ देयर। को बढी को कम आफ्नो ठाउँमा होला। आज पनि त बच्चा यहाँबाट राम्रो गरिरहेको छैन भन्ने कुरा छैन। तपाईँ हेर्नुहोस् न प्राइभेट स्कुलको डाटा, लास्ट इयर जुन मेडिकल निस्केको हो त्यसमा स्कलरसिप 72% त्यहीबाट आएको हो। स्कलरसिप भने हामीले यहाँ भनेर कि यस्तो भयो त्यो भयो, निजी स्कुल नेपालको आवश्यकता हो। दुनियाँको कुन कन्ट्रीमा छैन निजी स्कुल? आज फेरि निजी स्कुल कसले सञ्चालन गरेको छ? त्यसको पृष्ठभूमिमा गएर हेर्नुहोस् भने त्यही मान्छेहरू छन्, दोज हु आर पोलिसी मेकर्स, उनीहरूकै स्कुल छ। रातो बङ्गला हो जहाँको एउटा नर्सरीको बच्चालाई महिनाको 22,000 कि 23,000 रुपियाँ पर्छ। तर उसले के को लागि लिन्छ? जस्टिफाइड हो त्यो। ऊ इन्भाइरोमेन्ट दिन्छ, त्यस किसिमको इन्भाइरोमेन्ट दिन्छ। द्याट वी कान्ट एक्सपेक्ट यहाँ 2,000 रुपियाँ 3,000 रुपियाँ खर्च गरेर त्यही इन्भाइरोमेन्ट क्रिएट गर्न सकिँदैन। त्यसकारण म त भन्छु तपाईँ जेनरल स्कुललाई अपलिफ्ट गरौँ न। पोलिटिसाइजन भनेको थिएँ मैले, राजनीतिक स्लोगन दिइयो, अहिले पनि उल्लेख भयो। उहाँले दफाहरू पढ्नुभयो के नेपाल सरकारले या स्थानीय निकायले शिक्षकलाई तलब दिनुको बाहेक कति पैसा स्कुललाई जान्छ? त्यो स्कुलले पैसा उठाउँदैन भने के गर्छ? मेरै पुरानो स्कुल के हो, त्यहाँ बााउन्ड्री वाल टुटिसक्यो। सदरमुकामको स्कुल हो, राजदेवी जाने मूल बाटोमा छ,
किन बनेन त्यसको पड्काल? कसको गल्ती हो त्यो? नगरपालिकाको? अब के भन्ने? स्कुललाई त तपाईँले बजेटै दिएको छैन त्यसको। भने यो सब कुराहरू भन्दा हामीले स्थानीय निकायमा डिबेट गराउनुहोस्, त्यहाँ राख्नुहोस्, त्यहाँ सुन्नुहोस् मान्छेको कुरा। कुर्सीमा बसेर पोलिसी बनाइदिएर त्यसलाई त्यस्तै हो हुन्छ भनेर, यही हो हाम्रो दोष भनेको, यही हो। अरू हुन्छ, एकदम छोटो उत्तरकै अपेक्षा राखिरहेको छु। अब स्वास्थ्यतर्फको कुरा गऱ्यौँ, जस्तो शिक्षामा आएको समस्याहरू त हामीले बुझ्यौँ, अब यसको समाधान के हुन्छ म फेरि पनि डिस्कस गरौँला। अब स्वास्थ्यतर्फ लाग्दाखेरि चाहिँ राजविराजमा गजेन्द्र नारायण सिंह अस्पतालसँग सधैँ सेवाग्राहीको गुनासो छ। त्यसमा पनि समयमा चिकित्सक आउनु भएन, राम्रो उपचार भएन भन्ने गुनासो पनि रहेछ। यहाँ सप्तरीको 19वटा स्थानीय तहमध्ये राजविराज नगरपालिका बाहेक अन्य स्थानीय तहमा त अवधारणा अनुसारको स्वास्थ्य अस्पताल पनि छैन। यस्तो अवस्था चाहिँ किन आयो? ठिकै छ, सुरुमै तपाईँले भने म सप्तरीको अस्पतालको सन्दर्भमा राजविराज नगरपालिकामा जुन अहिले गजेन्द्र नारायण सिंह अस्पताल छ, त्यहाँ चाहिँ पूर्वाधारको धेरै काम भइसकेको छ। चिकित्सकहरूको प्रशासक कर्मचारीहरूको अभाव छ। त्यो अभावको कारणले त्यहाँ रेफर सेन्टर भइसकेको छ। अर्को कुरा के छ भने जतिखेर हाम्रो प्रतिनिधित्व हुन्छ राज्यमा त्यतिखेर हाम्रो सप्तरी जिल्लाको समस्याहरू समाधानतर्फ आउँछ। हाम्रो प्रतिनिधित्व गएपछि त्यो विकासको क्रमहरू शिक्षा र स्वास्थ्यमा रुक्ने काम भइरहेछ। अहिले राजाराम सिंह स्वास्थ्य प्रतिष्ठानको काम हाम्रो पार्टीको प्रतिनिधित्व भएपछि राज्यमा अनि त्यसको काम अगाडि बढ्छ। त्यो प्रतिनिधित्वबाट हटेपछि त्यो स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम रुक्छ। त सपोज गरौँ कि अहिले 16 करोड बजेट त्यो गजेन्द्र नारायण सिंह अस्पतालमा आवश्यकता छ, राज्यबाट विनियोजित हुँदाखेरि 1 करोड मात्रै दिन्छ। आवश्यकता 16 करोडको हामीले पाइयो 1 करोड एक सालमा, अनि त्यो बजेट हामीलाई पुरै लिनको लागि 16 साल लाग्छ। त त्यो 16 सालको जुन आँकडा हुन्छ, त्यो 16 सालमा जुन हाम्रो काम हुन्छ त्यसबाट हामीले के स्वास्थ्यमा फाइदा लिनेछौँ? त सरकारको जुन नीति छ एक खाले छैन कि तपाईँको राज्यबाट जुन हुनुपर्ने अनि प्रदेश सरकारसँग समन्वय गरेर अहिले चाहिँ उहाँहरूले कुरा गर्नुभयो स्थानीय सरकारको शिक्षा ऐनमा तपाईँले नै उठाउनु भयो। स्थानीय सरकारको शिक्षा ऐन जुन कुरा गर्नुभएछ, उहाँहरूले अधिकार दिनुभएछ मातृभाषामा शिक्षा सञ्चालनको लागि पाठ्यक्रम तयार गरेर सञ्चालन गर्नको लागि। त्यो कर्मचारी कहाँबाट ल्याउने? त्यो तयार गर्ने अहिले चाहिँ पालिकाहरूमा स्थानीय पालिकाहरूमा शाखा अधिकृत पनि दिएको छैन। एउटा शाखा अधिकृत एउटा लेखा लिएर पुरै पालिका चलाउनु पर्ने बाध्यता हो। त्यो पूर्ति कहाँबाट गर्ने? राज्यले पुरा गर्ने हो नि त। गाउँबाट उठाएर त्यसमा राखिदिएर त हुँदैन। त राज्यको कमी कमजोरीको कारणले यी सबै काम रोकिएको छ। हामीले चाहेको सप्तरीमा गजेन्द्र नारायण सिंहमा 16 करोड, राज्यले मलाई 1 करोड दिन्छ। त्यो त 16 सालपछि मात्रै त्यो काम पुरा हुन्छ। त यो सबैभन्दा समस्या हो हाम्रो। तपाईँले पटक पटक राज्यको कुरा उठाइराख्नु भएको छ। तपाईँ जसपाको नेता हुनुहुन्छ, यसअघि स्वास्थ्य मन्त्री पनि जसपाकै नेता, स्वास्थ्य मन्त्री भएर त्यो तहमा सरकारमा पुग्दाखेरि चाहिँ एउटा राज्यको तहमा एउटा नेताले एउटा मन्त्रीले गर्न सक्ने चाहिँ केही हुँदैन थियो? त्यही कुरा म तपाईँले भने, जतिखेर हाम्रो प्रतिनिधित्व हुन्छ, सप्तरीको प्रतिनिधित्व हुन्छ राज्यमा, त्यतिखेर मात्रै यहाँ बजेट आउँछ। प्रतिनिधित्व हट्यो भने त्यो बजेट कटौती भइहाल्छ। अहिले प्रतिनिधित्व छैन भने हामीले 1 करोड पाइयो, 16 करोडको डिपिआर तयार गरेर जुन हामी योजनामा अगाडि बढेको छ शिक्षामा, त्यसमा हामीले 1 करोड पायो भने हाम्रो त 16 साल पछाडि गयो नि। त राज्यले हेर्ने जुन दृष्टिकोण छ, त्यो दृष्टिकोण जबसम्म हामीले आवश्यकता अनुसारको दिँदैन तबसम्म हामी चाहिँ पछाडि नै पर्ने अवस्था छौँ। हामीले जुन तयार गरेको छौँ संरचना सप्तरीको समग्र विकासको लागि, यसले कृषि विश्वविद्यालयको तपाईँको काम भइरहेछ। फेरि राज्यमा हाम्रो चाहिँ पहुँच भएन भने त्यो बजेट कटौती भइहाल्यो भने त्यो कृषि विश्वविद्यालयमा अहिले 50 लाखको लगानी लगाउँदा अनि फेरि 10 लाख 50 लाखको भएन भने कहाँ काम हुन्छ त? अधुरो योजना राज्यले राखेपछि त्यो कामहरू कहाँ पुरा गर्छ? कुनै मन्त्री विशेषको, कुनै व्यक्ति विशेषको त्यो बजेट त हुँदैन, राज्यको बजेट हुनेछ। एउटै विद्यालयमा, एउटै स्वास्थ्य संस्थानमा तपाईँ गएर हेर्नुहोस्, सङ्घीय सरकारले एउटा बजेट दिन्छ, प्रदेश सरकारले एउटा बजेट दिन्छ, स्थानीय सरकारले एउटा बजेट दिन्छ। एउटै पालिकामा 3वटा बर्थिङ सेन्टर निर्माण गरिरहेछ। त्यो कारणले चाहिँ यसरी बजेट दुरुपयोग गरेर आफ्नो अनुकूलको बजेटहरू ल्याएर जुन योजना नीतिगत रूपमा हुनुपर्ने त्यो काम नगरिकन
त्यो विषयहरूलाई लिएर त हाम्रो समस्या झन् बढिरहेको छ। त्यो सबै कमी कमजोरी म राज्यलाई मात्रै दिइरहेछु। संहिता दिए पनि कानुन बनाएको छैन। अनुगमन अहिले हाम्रो चाहिँ तपाईँको राजविराजमा त्रिभुवन विश्वविद्यालयको जुन कलेज छ त्यो कलेजको अनुगमन गर्ने को? हामी चाहिँ सुरुमै भनेको जो न्यायिक क्षेत्रमा सबैभन्दा बढी पढ्ने विद्यार्थी राजविराज क्याम्पस हो। अहिले चाहिँ राजविराजमा 3-3 हजार विद्यार्थी आउँछ इक्जाम दिन, तर चाहिँ पढाइको लागि होइन, सर्टिफिकेट चिट चोर्नको लागि, यहाँबाट पास गरेर अगाडि बढ्नको लागि। त राज्यको विभिन्न कुराहरूमा जुन छ, जुन हुनुपर्ने हाम्रो बजेटको आकलन त्यो दिइरहेको छैन। जबसम्म हामीले आवश्यकता परेको बजेट हामीले पाउन सक्दैन तबसम्म सप्तरीको शिक्षा र स्वास्थ्यको जुन हामीले तयार गरेको हो त्यो चाहिँ राज्यले बुझ्नुपर्ने हो। हाम्रो प्रतिनिधित्व भएर कहाँ हुन्छ? हाम्रो एकचोटि प्रतिनिधित्व भयो, भइहाल्यो। त्यही भएर राज्यले लगाउनु पर्ने निगरानी र राज्यले गर्नुपर्ने जति पनि बजेटहरू छ त्यसमा निरन्तरता दिनुपर्ने। अहिले शैक्षिक सुधार कार्यक्रम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ल्याएको थियो राज्यले, कहाँ छ त्यो? गएर हेर्नु त, 4 कोठे 8 कोठे भवन बनाएर त्यसमा के भइरहेछ? यस्ता यस्ता राज्यले कार्यक्रम ल्याउँछ तर कार्यक्रमको समन्वय छैन। उहाँको के अधिकार हो? संघीय सरकारको त्यो कार्यक्रममा के अधिकार हो? त्यसपछि प्रदेशले त्यसमा के गर्नुपर्ने हो र स्थानीय तहले के गर्नुपर्ने हो त्यो योजनाबद्ध तरिकाले नीति र नियम हिसाबले बनाएपछि मात्रै हुनेछ। म पहिले पनि भने संघीय सरकारको बजेट आयो एकैचोटि लेखिदिन्छ, शिक्षामा विशेष प्रोग्राम ल्याउने छु। खोइ त, न त नियम छ न त नीतिगत कुनै कार्यक्रम भएर छ। विशेष प्रोग्राम ल्याएछु, शिक्षा मन्त्रालयमा बजेट गयो, आफ्नो अनुकूलको बजेट वितरण भयो, त्यसरीमा त कहाँ विकास हुन्छ? त्यही भएर सप्तरीको विकासको लागि अहिले जुन भइरहेछ कामहरू त्यसमा जुन आवश्यकता छ, खास गरेर तपाईँको कर्मचारीको आवश्यकता, त्यसपछि बजेट जुन आवश्यकता छ त्यो बजेटको आवश्यकता, अनि त्यसपछि तपाईँको जुन पढाउने पाठ्यक्रम छ त्यसमा गुणस्तर बनाउनको लागि के गर्नुपर्छ त्यो आवश्यकता। जबसम्म समन्वय हुँदैन, जबसम्म अधिकार, उहाँको अधिकार के हो, संघीय सरकारको, प्रदेश सरकारको र स्थानीय तहको अधिकार के हो, तबसम्म यो चाहिँ अहिलेको अवस्थामा जुन हाम्रो यो पहिचानको लडाइँमा हामीले पाएको अधिकार हो त्यो अधिकारको लडाइँमा यो चाहिँ अहिले चाहिँ म सुरुमै भने अबको मात्रै विकल्प के छ? पहिचान पाइसके, अब शिक्षा, स्वास्थ्य र रोजगारीको आन्दोलन गरेर मात्रै राज्यले हाम्रो कुरा सुन्नेछ। अरू केही विकल्प हामीले अहिले चाहिँ सुधारको लागि देखिरहेको छैन राज्यबाट। त्यही भएर राज्यको हेर्ने दृष्टिकोण फरक होस् अनि मात्रै हुनेछ। अतुलजीतर्फ आउन चाहे। मुक्तिजीले नीतिगत समस्या नै देखाउनु भयो। तपाईँ अब यत्रो टाइम शिक्षा र स्वास्थ्य समग्र एकैचोटि म कुरा गर्छु, एकदम हामीसँग एकदम थोरै समय छ, त्यस कारणले नीतिगत सुधार ल्याउन चाहिँ कसले के गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई? म तपाईँको कुरोको यस जवाब दिएँ भने त्यो केही अर्थै राख्दैन। एउटा हुन्छ नि, विचारको लागि मन्थन गरे जारी रह्यो, केही चुरो कुरोमा पुग्न सकेन। त्यसैले म फरक भन्छु तपाईँलाई म के भन्छु भने इनिसियल फेजमै भने अनुशासित र मर्यादित परीक्षा प्रणाली हुनु पर्यो शिक्षाको लागि, मैले क्लियरली भन्थेँ। अर्को मैले मजाकमा भनेको थिएँ, जितना शक्कर डालिएगा उतना ही न मिठा होगा सर्वत। हेर्नुहोस्, बजेट 2079 को हो, गत वर्षको बजेट, हाम्रो जुन बजेट छ त्यो बजेट 54% पपुलेसन बस्ने मधेसको लागि 18% गरियो खर्च, मधेसमा आयो। भन्नुको तात्पर्य बजेट 3 फोल्ड्स बढाउनु पर्छ। त्यही अनुपातमा तपाईँलाई एउटा गाउँसम्म पुग्या होला बजेट। जे अहिले पुगिरहेछ, यदि नेपालका हरेक नेपाली नागरिक समान हुन् र हरेकले त्यत्तिकै इन्जोय गर्नुपर्छ भने त्यो बजेटलाई 3 गुणा बढाउनुपर्छ एउटा ग्रामीण क्षेत्रसम्म। अनि मात्र कुनै परिवर्तनको कुरो होइन, अनि मात्र यी क्षेत्रका भएका नागरिकहरू अन्य नेपाली नागरिक छन् त्यस अनुकूल हुन सक्छन्, त्यसको भन्नुहोस् हाराहारीमा उभिन तयार हुन्छन्। त्यही बजेटको कुरो हो। अरू यही भन्नुहुन्छ भने नीतिगत यावतका भने यहाँ त 2024 हो, अहिले 20 वर्ष अघि 2004 मा साई कृष्ण मेडिकल कलेज ट्युबाट एफिलिएसन पाएको खुलिसकेको थियो यहाँ राजविराजमा। त्यतिखेर तपाईँलाई अरू मेडिकल कलेज थिएन। अहिले जुन तपाईँ त्यहाँ झापा मार्नुहुन्छ कहाँ केही थिएन। 50वटा मात्रै यदि सिट पाएको भए एमबिबिएसको लागि अहिलेसम्म 16वटा ब्याच उत्पादन भइसक्थ्यो र 800 जति म्यान पावर एमबिबिएस प्रड्युस भइसक्थ्यो। तपाईँ हेर्नुहोस् न के भयो त्यसको पछाडि। फेरि तपाईँलाई लाग्ला यहाँको सप्तरीमा यस्तै हो, जाल झेल यताउता आपसी, त्यो होइन। राम्ररी
स्टडी गर्नुहुन्छ भने म त मेरो जिल्ला पनि भएकोले मैले राम्रै स्टडी गरेँ र म त्यो बिट पनि हेर्थेँ। राज्यलाई चाहिएन, राज्यबाट कन्ट्रोल्ड अर्थनीति छ, राज्यबाट कन्ट्रोल्ड डेभलपमेन्ट छ, कति के हुनु पर्यो त्यो निर्धारण गर्छ। र राज्य भन्नुको तात्पर्य ठुला दल हो जो अस्तित्वमा छ पावरमा अहिले, र ती ठुला दलका ठुला नेता र थिङ्क ट्याङ्कहरू कति न मर्न दिने हो, मर्न पनि दिने हो, बाँचोस् न बढी अगाडि बढ्न दिने हो, एउटा गतिमा राख्ने हो, आफ्नो अनुकूल जो भोट ब्याङ्क उसको रहिरहोस् भनेर, त्यतिकै हो। त्यसैले सङ्घीयताको जुन प्याटर्न छ र त्यो प्याटर्न अनुकूलको यहाँको पपुलेसनले जुन पाउनुपर्ने हो बजेट यावतका तेब्बर अन्य नेपालीसँग, पहाडमा बस्ने नेपालीसँग, इभन हिमालमा बस्ने नेपालीसँग समकक्षता गर्न मधेसमा भएका नेपालीहरूले तेब्बर उहाँहरूले पाए अनुको अर्थात् 3 गुणा पाएन भने बजेट केही हुनेवाला छैन। यो गन्थन मन्थन सन्थन छोडिदिए हुन्छ। मेरो यो 27 वर्षको क्यारियरको यही निचोड हो। हस्, धन्यवाद। समय एकदमै कम छ, म मनोजीतर्फ आइहालेँ। स्वास्थ्यकै कुरा गर्छु। जस्तो स्वास्थ्य बिमा कार्यक्रम लागू भयो, तर त्यो बिमा कार्यक्रममा त्यो बिमाको सुविधा लिनका लागि त्यो भोग्नुपर्ने प्रक्रियागत झन्झटले गर्दाखेरि कतिजनाले त्यो कार्यक्रमको त्यो जेका लागि ल्याएको थियो त्यो कार्यक्रम त्यसको सदुपयोग गर्न पाएनन् भन्छ। एउटा प्रक्रियागत झन्झट जस्तो पनि देखिन्छ त्यो हेर्दाखेरि। तपाईँलाई चाहिँ यसमा सहज रूपले नागरिकले त्यो सेवा सुविधा पाउनका लागि अथवा भनौँ कुनै योजना, कुनै नाराका लागि मात्रै कुनै कार्यक्रम ल्याउने नभएर त्यो प्रक्रियागत हिसाबले पनि आम जनतासम्म पुर्याउनका लागि चाहिँ के सुधार गर्नुपर्छ जस्तो लाग्छ? धन्यवाद म्याडम। अब यो स्वास्थ्य बिमा कार्यक्रम यो गगन थापा स्वास्थ्य मन्त्री हुँदा चाहिँ उहाँले लागू गरेको कार्यक्रम हो यो देशमा। र डायलिसिस सेवा त्यतिखेर यो स्वास्थ्य मन्त्रालयको राम्रो छवि चाहिँ बनेको थियो। चाहिँ के थियो भने यो डायलिसिस जुन एउटा परिवारमा कोही बिरामी हुन्थ्यो भने त्यतिखेर म त्यहाँ स्टोर किपरको रूपमा कार्यरत थिएँ। त्यो स्वास्थ्य मन्त्रालयबाट त्यो समयमा त्यो डायलिसिस प्रत्येक अञ्चल अस्पताल त्यहाँ चाहिँ 14वटा चाहिँ अञ्चलमा त्यो अञ्चल थियो त्यतिखेर, त्यहाँ 14वटा चाहिँ अञ्चलमा चाहिँ डायलिसिस सेवा सुरुवात भयो। धेरै राम्रो भयो। जो गरिब चाहिँ एकजना त्यो बिरामी चाहिँ हुन्थ्यो भने त्यो सारा संसार चाहिँ त्यो निजी अस्पतालमा उहाँको जान्थ्यो। तर अहिले निःशुल्क छ। ठिक छ, सिस्टम भनेको कुनै सिस्टम आयो भने नयाँमा चाहिँ झन् समस्या आउँछ, बुझ्न टाइम लाग्छ। त्यसको विभिन्न ऐन बन्छ भने नियमावली बनाउन टाइम लाग्छ। यो आशा मार्ने समय होइन। कुनै पनि परिवर्तन निजीकरण भएको थियो। त्यो निजीकरण भएको समयमा चाहिँ सबै सम्पत्ति एकैचोटि निजीकरण भएको थियो। राम्रो एकैचोटि भएको थिएन। अहिले पनि निजीकरणबाट धेरै कुरा हामी सिकेको छौँ नि। अहिले निजीकरण दिएको भए जस्तै त्यो काठमाडौँका राम्रा हस्पिटल जुन बनेको छ त्यो अनुसार अहिले त सरकारले कम्पिटिसन गरिरहेछ नि। त्यही भएर यो प्रक्रिया चाहिँ खतम छन्। प्रक्रिया सबै राम्रो हुन्छ। त्यसलाई परिचालन गर्ने, त्यसलाई सञ्चालन गर्ने, त्यसलाई लागू गर्ने, त्यसलाई व्यवहारमा उतार्नको लागि त्यो भावना चाहिँ क्लियर हुनुपर्छ। हामी चाहिँ ड्राइभर चाहिँ हामी विद्वानहरू गाडीमा बसेको हुन्छौँ, त्यहाँ ड्राइभर मात्रै इमान्दार भएन भने हामीलाई कोसीमा लगेर चाहिँ त्यो बसलाई डुबाइदिन्छ। त्यही भएर त्यो चाहिँ नेतृत्व गर्ने त्यो नियमलाई अब एउटा सरकारले बनाएको नियम, एउटा सरकार, एउटा मन्त्रीले, एउटा प्रधानमन्त्रीले बनाएको नियमलाई अर्कोले चाहिँ त्यसलाई चाहिँ इग्नोर गर्दो रहेछ। त्यसलाई खासै चासोको विषय हुँदैन। हामी चाहिँ राष्ट्रिय योजनाको यो आर्थिक योजनाको कुरा गर्छौँ। त्यो आर्थिक योजना खालि नामको मात्रै हुन्छ। हामीले एउटा मन्त्रालयमा कुन प्राथमिकता तोकेको छौँ, कुन चाहिँ दिगो लक्ष्य चाहिँ हामी प्राप्त गरिरहेको छौँ त्यतातिर लाग्दैनौँ। हाम्रो राष्ट्रिय उद्देश्य के छ, हामी चाहिँ कहाँ कमजोर छु त्यसलाई सुधार्नुपर्छ, त्यतातिर लाग्दैन। पर्सनल म नि एउटा अनुभव चाहिँ प्राप्त गरेको थिएँ। केही दिन अगाडि म भौतिक मन्त्रालयको निजी सचिव भएर पनि काम गरेँ। चाहिँ योजना बन्दा चाहिँ केही समयको लागि मात्रै आफ्नो इन्ट्रेस्टको लागि मात्रै हुन्छ कि चाहिँ योजना वास्तविक समस्या कहाँ छ, देशको चाहिँ एउटा उद्देश्य र लक्ष्य। अहिले बजेटमा जुन एउटा हाम्रो बजेट छ अहिले 81-82को यो सरकारले जुन प्रस्तुत गर्नुभएको छ त्यसको प्राथमिकीकरणमा तेस्रो नम्बरमा छ शिक्षा स्वास्थ्य। त्यो अनुसार फेरि काम हुनुपर्छ कि पर्दैन? त्यो अनुसार काम हुँदैन। यो सरकार ढल्यो भने त्यो प्राथमिकताकरण र उद्देश्य त्यसको रणनीति कहाँ जान्छ त्यो लास्टमा बजेटको समीक्षा हुँदा ल कति % आयो त उपलब्धि त आएको छ कि छैन, किन आएन, त्यो अनुसारको कारण असर प्रभाव
चाहिँ हुने चाहिँ त्यो विश्लेषण हुँदैन। स्वास्थ्य बिमा कार्यक्रम अहिले पनि राम्रो छ, त्यसलाई फङ्सन गर्नको लागि स्थानीय तहले पनि नेतृत्व राम्रोसँग लिनुपर्छ। यो चाहिँ जनतालाई राम्रो सुविधा पनि पाइरहेको छ। जस्तै अहिले जुन चर्को शुल्क, यसले हामी उदाहरण दिउँ न, यो चाहिँ हस्पिटलमा एउटा अल्ट्रासाउन्ड चाहिँ युएसजी गर्दा चाहिँ त्यो भित्र चाहिँ 500 एउटा गरिबले तिर्छ। बोधे वर्षाइनबाट त्यो मानडाजा धेरै विकट छ, गाडी पनि आउँदैन लगभग, त्यहाँबाट आएर चाहिँ त्यो अल्ट्रासाउन्ड गर्न भित्र चाहिँ 500 रुपियाँ लाग्छ। अहिले कसले भन्छ अरे अस्पताल अहिले पनि सुधारको अवस्थामा छ, चाहिँ नेतृत्व राम्रो हुनुपर्छ। अहिले चाहिँ भित्र सेवाहरू 4 लाख रुपियाँ लगभग चाहिँ पर डे आम्दानी भइरहेछ, जुन चाहिँ 1 लाख रुपियाँ पनि थिएन। हामी चाहिँ सबै लाग्यो भने त्यो अस्पताल चाहिँ सुध्रिन्छ। तर हामी चाहिँ हामी अहिले केही बिरामी भयो भने त्यही अस्पताल भर्ना हुने हो, तर हामी चाहिँ त्यसलाई हेर्दैनौँ। हाम्रो बच्चाहरू यहाँ बस्यो भने यहीँ पढ्ने हो, तर हामी स्कुल बनाउँदैन। अहिले हामी चाहिँ यो विचार उत्सवमा छौँ। हामी श्री पाण्डे भएर तपाईँको योग्यता भएर हामी चाहिँ यत्रो मान्छे चाहिँ यहाँ भेला हुन्छ, त्यहाँ चाहिँ श्री 108 पाण्डे भइदियो भने त अर्कै हुन्थ्यो कि। जस्तै यहाँ शिक्षामा त्यो भजु बुहारी भर्ना हुने, यो राहत शिक्षक, यो के दरबन्दी शिक्षक, त्यहाँ पनि जो ट्यालेन्ट छ त्यसले मौका पाउँदैन। जो राजनीतिक नेतृत्व छ त्यहाँ पनि एउटा कमजोरलाई, आफ्नो परिवारको मान्छेलाई, भौजूलाई, बुहारीलाई, छोरालाई, भाइलाई चाहिँ भर्ना गरियो भने यो शिक्षा चाहिँ सुध्रिनेवाला छैन। मल्टी ट्यालेन्ट, राइट म्यान इन राइट प्लेस चाहिँ त्यो सिस्टम लागू हुनुपर्छ। हाम्रो चाहिँ म चाहिँ त्यो अफिसरको तयारी गर्दा त्यो छोटो गरौँ है, शङ्कर कोइराला सरले पढाउनु भएको थियो। उहाँले के भन्नुभएको थियो, एउटा कर्मचारी तन्त्रको परिभाषा दिनुभएको थियो, नेपालको कर्मचारी तन्त्र। त्यो यो कर्मचारी तन्त्र के हो भने सक्षम व्यक्तिको असक्षम संस्था। अहिले लोक सेवा नेपालमा इज्जत कमाएको छ, त्यो मात्रै संस्था बचेको छ, त्यसलाई अहिले औँला उठाउन कसैले पनि सक्दैन। तर यहाँ राइट म्यान हुँदा पनि राइट काम भइरहेको छैन। हामी लोकसेवा सरले भन्नुभयो बजेट आशा छैन मरेको, अहिले पनि 70 अब अहिलेको अवस्थामा राम्रो भएको छ, हुँदैछ। त्यो पनि हजुरले बुझ्नुपर्छ। अहिले देशकै एउटा यो प्रतिष्ठान रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको चाहिँ एउटा चाहिँ जग चाहिँ खडा हुँदैछ। त्यो जग खडा भयो भने यो बिपी जस्तै चाहिँ त्यो पनि एउटा निर्माण भयो भने यहाँ रोजगारी प्राप्त हुन्छ। त्यस्तै के भन्छ भने कृषि विश्वविद्यालय अहिले चाहिँ जहाँबाट भए पनि यो कृषि विश्वविद्यालय, तर त्यसमा गुणस्तर शिक्षा हुन्छ कि हुँदैन त्यो कार्यान्वयन गर्ने चरण हो। त्यतिखेरको नेतृत्व गर्ने मान्छे को पर्छ त्यतिखेरको समस्या हो। तर चाहिँ अहिले पनि जस्तै यहाँ इन्जिनियरिङ कलेज खुल्नेको अवस्थामा छ, त्यस्तै यहाँ चाहिँ नर्सिङ कलेज खुल्ने अवस्थामा छ। यही अस्पताल जो चाहिँ रेफरल सेन्टरको रूपमा भन्दै थियो अहिले चाहिँ एकदम राम्रो अवस्थामा छ। र अहिले 500 बेड अहिलेको नीति तथा कार्यक्रममा यो अस्पताललाई सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताललाई चाहिँ 500 बेड बनाउने चाहिँ अहिलेको नीति कार्यक्रममा छ। हामी नेगेटिभ मात्रै नगरौँ, नेगेटिभ भयो भने यो कसैले आएर बनाइदिँदैन। कार्यक्रममा छ, पुरा होला नहोला त्यो पछिका दिनमा थाहा होला। म फेरि हेड सरतर्फ आउँछु। मैले हजुरबाट नै सुरु गरेको थिएँ, म हजुरबाट नै अन्त्य गर्न चाहन्छु। तपाईँ यस क्षेत्रको अभिभावकको हिसाबले मैले प्रश्न गर्दैछु कि अब शिक्षा र ओभरअल शिक्षा र स्वास्थ्यमा चाहिँ सुधार ल्याउनका लागि तपाईँले दिने सुझावहरू बुदागत रूपमा एकदम छोटकरीमा बताइदिनुहोस् न। धन्यवाद म्याडम। स्वास्थ्य पहिलेभन्दा बेहतर छ र यो निरन्तर चलिरहने प्रक्रिया हो। मान्छे कहिले पनि सन्तुष्ट हुँदैन। शिक्षाको जहाँसम्म कुरो छ, यो दोषारोपण नगरिकन स्थानीय निकाय, यहाँ 18वटा स्थानीय निकाय छ, 9वटा नगरपालिका, 9वटा गाउँपालिका। मलाई लाग्छ नेपालको सायद यो अनौठो हो, इक्वल नम्बर अफ गाउँपालिका र नगरपालिकाको। तर धेरै राम्रा राम्रा लक्षणहरू हुँदाहुँदै पनि शिक्षाको यो जुन ग्राफ, क्वालिटी ग्राफ छ, त्यसमा ह्रास जसरी सबजना हामी कारण छौँ, राजनीतिक दल पनि, अभिभावक पनि, विद्यालय शिक्षक पनि, र हामीले मिलेर हामीले गऱ्यौँ भने एजुकेसनले जुन एम गरेको छ, बिहेभियरल चेन्ज, स्किल्ड
नलेज एन्ड अलराउन्ड डेभलपमेन्ट त्यो धेरै टाढाको कुरो होइन, खालि प्रयासको जरुरी छ, मनको जरुरी छ। हातेमालो गर्यो त्यसको विकल्प पनि छैन। कसैले एउटाले गर्न सक्दैन। आफ्ना आफ्नो पालिकामा इमान्दार भएर कमसेकम हामीले यस्तै यहाँ जस्तो आज विचार कुरो भयो त्यसरी नै सम्बन्धित सेक्टरका मान्छेहरूलाई राखेर गरे र राजनीतिकरण जति हस्तक्षेप कम हुन्छ त्यति फाइदा हुन्छ। र हामी नमिलिकन शिक्षा हिजो जसरी मिल्या थियो, प्यारेन्ट्स स्कुल नजिकमा थिए, त्यस्तै आज सरकारी निकाय प्यारेन्ट्स स्कुल नजिक भयो भने के एडेड स्कुल अर्थात् के सामुदायिक विद्यालय या के संस्थागत विद्यालय दुवैमा हाम्रै बच्चा पढ्दैछन्। दुईटैको परिस्थिति र परिवेश चेन्ज हुन्छ र तिनीहरू क्वालिटीको रूपमा आउँछन्। मलाई त छोटकरीमा भन्ने हो भने पिन पोइन्ट चाहिँ म गर्दिनँ, यही दोषी हो, यही दोषी हो, यही दोषी हो, तर होइन, एउटा स्वीकार छ कि क्वालिटी। अब यहाँ धेरैचोटि चिटिङका कुरा यहाँ आइरहे मञ्चमा, म चाहिँ यो कुराबाट सहमत छैन। किन हामी यो कुरा भन्दैछौँ? हेर्नुहोस्, चिटिङको लेभल मात्रै घट्यो बढ्यो त्यति मात्रै हो, तरिका मात्रै फरक भयो। हिजोका राम्रा विद्यार्थीहरू पनि, तर तिनीहरू पिसाब गरेर जाँदाखेरि टोयलेटमा गरेर केही पोइन्ट्स बिर्सिया छ भने त्यसलाई रिमाइन्ड गर्थे। आज चाहिँ खुल्ला खेल फरक खबादी छ, त्यो मोर और लेस हो र यसलाई चाहिँ हामीले कम गर्ने हो, सरकारले कम गर्न सक्दैन। यहाँका मान्छेले बुझ्नु पर्यो, मेरो बच्चा अगर डिपेन्डेन्ट हुन्छ भने त्यो कहिले पनि एजुकेटेड हुँदैन। लिटरेट होला तर एजुकेटेड हुन सक्दैन। त्यस अर्थमा त्योलाई मेरो त एउटा सबैसँग अनुरोध छ, यो कुरालाई हरेक मञ्चबाट नउठाउँदा राम्रो हो। चिटिङ त कसलाई भन्छ? चिटिङ आँखा छलेर गर्नेलाई चिटिङ भन्छ। आज कुरूप रूपमा आएको छ र त्यस अर्थमा मैले अघि नै भने कि सबै मिलेर हामीले लेटेस्ट ट्राई सप्तरीलाई फेरि त्यही अनर, त्यही प्रतिष्ठा काठमाडौँ पछिको दोस्रो स्थानमा लानको लागि सबैको प्रयास आवश्यक छ। मलाई भन्नुभयो अभिभावकको नाताले भन्नुहोस्, अब मभन्दा पनि बुढापाकाहरू छन् सप्तरी जिल्लामा, तथापि पनि यहाँ उपस्थितहरूलाई एकछिन हामीले आफ्नो आफ्नो समय दियौँ भने तपाईँ वाक गर्दै हुनुहुन्छ, बच्चा स्कुलमा गएर सडकमा खेल्दैछ, त्यसलाई हप्काएर पठाउनुहोस् न। त्यो एउटा ठुलो हुन्छ। घरबाट हिँडेको बच्चा हुन्छ, स्कुल पुग्दैन। र यो अवस्थालाई हामीले सहयोग गर्न सक्छौँ। उहाँ म्याडमलाई धन्यवाद दिँदै र आयोजकहरूलाई अब फेरि यस्ता गरौँ। तर म त पालिकाहरूलाई भन्छु, एजुकेसन, म त एजुकेसन फिल्डको मान्छे हुँ। शिक्षामा अगर केही गर्न खोज्नुहुन्छ भने त्यहाँ धेरै पैसा पनि चाहिँदैन। तपाईँले 10 जना विचार गर्नको लागि लिनुहोस्, सबको कुरा सुन्नुहोस्, राजनीतिकरण नगर्नुहोस्। फलानु पार्टीलाई नबोलाउने, चिलानोलाई नबोलाउने, ज्ञान कुरो पार्टीबाट बाँधिएको छैन। र आयोजकलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद। हस्, धन्यवाद। यहाँहरूको यति लामो समय प्रतीक्षा गरेर कुनै प्रश्न राख्छु भनेर सोच्नु भएको थियो होला। मलाई आयोजक साथीहरूले समय सकाइदिनुहोस्, यो सेसन सकाइदिनुहोस् भनेर अनुरोध गरिराख्नु भएको छ। म उहाँलाई नै अनुरोध गर्छु, म 1-2 वटा प्रश्न लिऊँ।
कसैको केही प्रश्न छ भने चारजनाले हात उठाउनु भएको छ। प्लिज माइक चाहिँ अभाइलेबल गराइदिनु होला। अनि छोटकरीमा प्रश्न र कसको लागि प्रश्न राख्नु भएको त्यो पनि खुलाइदिनु होला। महिलाले कसैले पनि हात उठाउनु भएको छैन। उहाँ हुनुहुन्छ एकजना। ओके, हेलो नमस्ते, म त्रिवेणी कुमार यादव, दलान युवा क्लबको अध्यक्ष। र मेरो प्रश्न चाहिँ निरज मुक्ति सरलाई छ। हामी युवाहरू चाहिँ पढे गरिरहेछौँ होइन, 25 वर्षसम्म, जन्मदेखि 25 वर्षसम्म 30 वर्षसम्म पढि नै रहेछौँ। तर केही व्यक्तिहरू चाहिँ 8 कक्षा 10 कक्षा पढेर चाहिँ राजनीतिमा लाग्छन् होइन, उनीहरू चाहिँ मन्त्री होइन सांसदहरू बनिरहेका छन्। अनि हामीले यो पढेर पनि जागिर पनि नपाउने अवस्था छ कि हाम्रो यो गल्ती त होइन, कतै हामीले बढी पो पढिहाल्यो कि भन्ने कुरा हो। र अनि अर्को कुरा चाहिँ हाम्रो नेपालमा यो नेता र मन्त्री बन्न चाहिँ कुनै शैक्षिक योग्यता चाहिँदैन के? यो हाम्रो नेपालमा असम्भवकै कुरा हो त यस्तो कानुन बनाउन? त्यति नै हो। अर्को क्वेसन कसले राख्नु चाहनु भएको थियो? एकजना महिलाले नराख्ने। ओके, हुन्छ हुन्छ, उता पास गरिदिनुहोस्। धन्यवाद। म हेमशङ्कर सिंह, सञ्चारकर्मी। मेरो जिज्ञासा आदरणीय गुरु विजयानन्द सरसँग छ। जिज्ञासा के छ भने, मलाई सम्झना छ 2051 सालमा मैले प्रवेशिका परीक्षा एसएलसी परीक्षा दिइरहँदा हाम्रो सेन्टरको सुप्रिटेन्डेन्ट विजयानन्द सर हुनुहुन्थ्यो। उहाँ आफ्नो पालाको बहुत कडक सुप्रिटेन्डेन्ट हुनुहुन्थ्यो। उहाँमाथि त विद्यार्थीहरूले रिस राग द्वेष राख्नु पर्थ्यो कि सर त बहुत टाइट परीक्षा लैछले, हाम्रा बड कम नम्बर यसले। म पनि ठेलठाल गरेर 422 नम्बर लिएर पहिलो श्रेणीमा उत्तीर्ण भएको विद्यार्थी हो। मेरो प्रश्न कहाँनिर छ भने, सरसँग सरले मलाई पढाउनु भएन, सर सुप्रिटेन्डेन्ट भएर त्यत्रो टाइट इक्जाम लिनुभयो र पनि सरलाई म आज पनि त्यतिकै श्रद्धा गर्छु जति मैले मेरो स्कुलमा पढेको हाम्रो हेड सर हुनुहुन्थ्यो त्यति बेलाको जवाहरलाल देव सर, उहाँलाई जतिको म आज श्रद्धा आज पनि गर्छु त्यतिकै सरलाई गर्छु। जिज्ञासा म सर्ट गर्दैछु, मैले जोड्न कहाँ खोजेको छु भने त्यो 50-60 को दशकसम्म या 50 को दशकसम्म जुन एउटा डिसिप्लिन थियो, म भनेको मेरो पुस्ताको कुरा गर्दैछु, जुन एउटा विद्यार्थी र शिक्षक बीचको एउटा डिसिप्लिन थियो, त्यो डिसिप्लिन आज किन छैन? त्यसको दोषी को? शिक्षक कि अभिभावक कि विद्यार्थी? मेरो पहिलो जिज्ञासा यो, खाडल कहाँनिर छ, दोषी को हो? त्यो डिसिप्लिन किन छैन? र दोस्रो मेरो जिज्ञासा कि हुने खानेको कुरा छोडिदिउँ, सर्वसाधारण जनता पनि त्यो ज्याला मजदुरी गरेर खाने तबकाका मान्छे पनि आफ्नो छोराछोरीलाई निजी विद्यालयमै किन पढाउन खोज्छन्? धन्यवाद। अर्को एउटा क्वेसन पछाडि। ओके, ठिक छ। यो दुईवटा प्रश्न हेड सरलाई र मुक्तिजीलाई छ। कसले सुरु गर्नुहुन्छ? हेलो, नमस्कार और सब में हमारा नमस्कार। हमारा नाम हरिनारायण यादव बैल। आज के डेट में है ना, ल नेपाली में भनौँ होइन, यो हाम्रो आज शिक्षा र स्वास्थ्यको कुरो तपाईहरू छलफलमा राख्नुभयो, अति राम्रो। तर हेड सर जतिखेर हाम्रो हेड सर पढाउनु भएको थियो, डिसिप्लिन त हाम्रो साथी भनेकै छ। आज सिङ्गापुर एउटा सानो, हाम्रोभन्दा सानो देश, तैपनि ढुङ्गा भएको देश आज शिक्षाको स्तरले गर्दाखेरि विश्व नाम कमाइरहेछ। तैपनि कतै न कतै प्यानलिस्ट हाम्रो दाइले भन्नुभयो के अरे इन्डियामा गएर पढेको, त्यो कुरो त्यतिखेरको असुविधाको कारणले गर्दाखेरि टिचर भएन भनेदेखि हामी कतै न कतैबाट पढ्न गएको थिए। हामी 51-52 मा पढ्दाखेरि बाहिरबाट यसमा कुनै किसिमको बढी बजेट लाग्ने शिक्षामा छैन। त्यतिखेर नै बाहिरबाट बाहिर पठाउँथ्यो, ल यो टिचर पढाएको छ कि छैन,
यसको सब्जेक्टमा कति विद्यार्थी पास गरेका छ, कति नम्बर लागेको छ, त्यो हेर्नको लागि 3 महिनै। तर त्यो रुल रेगुलेसन कहाँ गएको छ, के भयो, माथिबाट किन यस्तो सानो तिनो कुरो भइरहेको छैन। अत अहिले यो एउटा प्रश्न यो हो। अर्को प्रश्न के रहेछ भनेदेखि हाम्रो काठमाडौँमा अहिले मैले सुनाइको आधारमा भनिरहेको छु, 3-4 वटा गाउँपालिकामा टिचर पढ्ने, टिचरको विद्यार्थी हाम्रो के अरे सरकारी स्कुलमा नै हुनु पर्यो भनेदेखि टिचर पनि एक्टिभ हुन्छ। मेरो विद्यार्थीको भविष्य खराब होला भनेर हाम्रो सबै विद्यार्थीलाई, भाइ बहिनीलाई, छोराछोरीहरूलाई राम्रो पढाउँछ कि त्यस्तो, यो क्वेसन, 2टा क्वेसन हाम्रो अलिकति स्पष्ट पारिदिनु। धन्यवाद। हुन्छ, क्वेसन नथपौँ होला। अन्तिम एउटा हेलो, मेरो नाम चाहिँ राजकुमार लालदास हो र पढेको त मैले मेकेनिकल हो, तर म आफूलाई सामाजिक कार्यकर्ताको रूपमा अहिले 30 वर्षदेखि काम गरिरहेको छु। र यहाँ शिक्षा र स्वास्थ्य किन कमजोर छ, सप्तरीमा भने शीर्षक छ। त्यसमा मैले के भन्न चाहन्छु भने शिक्षामा पनि यहाँ जति वक्ताहरू हुनुहुन्छ, शिक्षाको वरिष्ठहरू मात्रै खोल्नुहुन्छ त्यस्तो शिक्षाहरू। र स्वास्थ्यमा पनि हस्पिटल खोल्ने साधारण व्यक्ति होइन, त्यो ठुल्ठुलो व्यक्तिहरू नै खोल्नुहुन्छ। र शिक्षाको लागि भन्नुहुन्छ भने प्राइभेट स्कुलमा हेर्नु 3000, 3500, 4000मा टिचर खर्च, 8000, 5000 मात्रै खर्च। तर सरकारी स्कुलको टिचरको हेर्नुहोस्, सबै सुविधा छ, सबै कुरा छ, तर पनि त्यहाँ वो विद्यार्थी पढाउन सक्दैन। मैले सामाजिक कार्यकर्ताको नाताले म हस्पिटल पनि जान्छु र स्कुल पनि जान्छु। मैले साधारण भन्दाखेरि पंखा दिन नगरपालिकाबाट आएको थियो र पंखा बिग्रेको थियो। त्यो पंखा पछि मैले पत्ता लगाउँदाखेरि त्यो नयाँ पंखा त्यहाँ लागेन, त्यो खोलेर बजारमा गयो, त्यो बनाएर लाग्यो। त्यो नयाँ पंखा कहाँ गयो, त्यसको कसले गर्ने, जसले दिने हो उसले अनुगमन गर्नुपर्ने हो, जो सरकारी निकाय छ। र हामी चाहिँ गैर सरकारी संस्थाको नाताले हामी पत्ता लगाउँछौँ, हामी भन्छौँ, तर गर्ने हाम्रो अधिकार नभएकोले। र मैले एउटा सानो कुरा मैले किन भन्न लागेको भने म मैथिली साहित्य परिषदको उपाध्यक्षको नाताले एउटा कुरा भन्न चाहन्छु कि मैथिली यो नेपाली भन्दा सबभन्दा बढी बोल्ने नेपाली हो, त्यसपछि मातृभाषा मैथिली नै हो। त जति यो नगरपालिकाभित्र, यहाँ मनोजजीलाई म यो क्वेसन गर्न चाहन्छु कि नगरपालिकामा जति पनि स्कुलहरू छ, त्यो सरकारी होस् या निजी होस्, उसलाई चाहिँ निर्देशन होस् कि हप्तामा या 15 दिनमा एउटा मैथिलीको क्लास नियमित रूपले हुनुपर्छ। र त्यसको व्यवस्थापनको लागि चाहियो भने मैथिली साहित्य परिषद हर वक्त तयार छ। यति भन्दै म आफ्नो 2 शब्द यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद। हस्, मुक्तिजीबाट सुरु गरौँ। हेलो, सबै प्रश्नको जवाब सर्टकटमा दिइदिनु भयो भने अति नै राम्रो हुन्छ। धन्यवाद। त्रिवेणी भाई के प्रश्न छल, मतलब अपना सबके बहुत बड़का आंदोलन के लिए, मधेश आंदोलन के लागे बाद में देश में संघीयता और पहचान सहित के अपना सब एठमा मधेश प्रदेश कायम करे लिए। किछ साथी सब एठमा उपलब्ध हेते जे देश में संघीयता लागे बाद में 3 तह के सरकार बनले। स्थानीय तह के सरकार में जे गाउँपालिका के अध्यक्ष, उपाध्यक्ष लगायत के साथी सब बैठे छे कुर्सी पर, तो ओकरा फील है हमरा देश में संघीयता आयल है। आम जनता में संघीयता आयल है से फील नहीं भेल छे। काल्हिखन भोरे भोर सुति उठ के देखलिए ऑनलाइन पत्रिका में, तो मध्य प्रदेश के एक नेता, आदरणीय नेता, सरकार चलवे वाला व्यक्तित्व लिखे छे जे आप संघीयता के अनुभूति अनुभव भै रहल छे। जनता में संघीयता के अनुभूति नहीं गेल छे। हमरा आगे शुरू से कह रहल छी जे जनता में जे चीज नहीं गेल छे, जे एखन तक शुरू भेल छे संरचना, तेमे शुरुआतीय दौर में छे, तो तै दुआरे हमरा अहाँ के पछाड़ी पड़े के कारण छिए। 7 साल कहलकै, साथी कहलकै 7 साल सरकार में रहले, ई अनुभूति नहीं भेले हमरा सबके जे संघीयता आयल छे। संघीयता आयल छे, लेकिन संघीयता में जो अधिकार छे जनता के, वो अधिकार नहीं दिया सकलिए। त्या आए 25 वर्ष में एतेक पढ़ के भी आगे नहीं बढ़ सकलिए। 8 क्लास पास आज देश के मंत्री बने छी। तो अधिकार के लड़ाई एखन तक चलते छे। ई लड़ाई जावत तक हमरा अहाँ के बीच में निरंतरता नहीं देवे
और ई चीज के अनुभव यदि साथी सबके हुआ लगते जे संघीयता से अला के बाद हमरा कुर्सी भेटले और एक कुर्सी के उपलब्धि मात्रे छै संघीयता तो अहाँ के अधिकार कहियो नहीं भेटते। तो तै दुआरा अब अहाँ के ई बात बुझ लेबा पड़ले जे अब अपना सबके जे आनना छिए तकरा संस्थागत करे के लेल तकरा जनता तक जाय के लेल उ लड़ाई बाकी छै। सीमित व्यक्ति में ई अधिकार एखन गेल छै, वो अधिकार के वितरण करे के लेल हमरा अहाँ के आवाज के बुलंद करे पड़ले और वो अधिकार खोज पड़ले। दोसर बात रह गए अन्य साथी सबके बात एले, राजकुमार जी के बात एले, तो हम संदर्भ में कहब जे शिक्षा के स्तर में हम अहाँ जे खोज रहल छिए ताहि हिसाब से हम शुरू में कहलहुँ जे नीतिगत विकास यदि संघीय सरकार राष्ट्रपति कार्यक्रम आनि कऽ शिक्षा कार्यक्रम आनने छै, ओ यदि भवन बना दै छै तो प्रदेश सरकार के समन्वय करऽ पड़ले जे ओहिमे यदि 8 क्लास के संचालन करे छै तो 8 क्लास में यदि 50टा लैपटॉप के आवश्यकता है तो वो लैपटॉप प्रदेश सरकार के देवा पड़ते। ओहिमे यदि पढ़वे के दक्षता के बात करे पड़े छै तो वो स्थानीय सरकार के करऽ पड़ले। यदि पूर्वाधार के काम संघीय सरकार करे छै तो ओहिठाम का जे अन्य भी दोसर चीज के काम छै वो प्रदेश सरकार के लेवा पड़ले। ओहिसँ जे निचलका काम छै वो स्थानीय सरकार के लेवा पड़ले। यदि एक तीनू के समन्वय नहीं भेले तो ओहिठाम का कार्यक्रम के कोनो औचित्य नहीं छै और ई अन्योलता आई के डेट में एखन तक रहल छै। तो ताहि दुआरे जकर जे जिम्मेवारी छिए सरकार के नीतिगत हिसाब से करऽ पड़ले। आधा अपना लग में राखने छै, नीचा में अधिकार नहीं दै छिए। ककरा से खोजे छिए अहाँ अधिकार? जतऽ अधिकारे नहीं पहुँच रहा है ततऽ तो हमारा अहाँ के लड़ाई बाकी छै ना। ताहि दुआरे कहलहुँ जे एखुनका समय में जे कए रहल छै तकरा नीतिगत रूप में कार्य विभाजन हेबाक चाही। शिक्षा क्षेत्र में कार्य विभाजन एखन दे देना छै पालिका के, लेकिन पालिका की काम कर सकै छै? पालिका के कोनो अधिकार नहीं देना छै। दुईटा में बांटि देना छै आधारभूत शिक्षा माध्यमिक शिक्षा, लेकिन अधिकार तो ओकरा नहीं देना छै। ने शिक्षक सरवा कह सकै छै, ने शिक्षक भरना कह सकै छै, वो काम छै राज्य के। तो राज्य जाबत तक ई चीज के व्यवस्थापन कए के नहीं देते ताबत गाँव पालिका की करते? प्रदेश सरकार के शिक्षा में कोनो भूमिके नहीं छै तो की करते? तो जकर जे अधिकार छिए वो अधिकार देवा पड़ले। आधा अधूरा अधिकार दे के यदि हम अहाँ खोजे ले चाहे छिए खूब पढ़ेते राज विराज के बोर्डिंग स्कूल हो या कोनो भी सरकारी विद्यालय हो, शिक्षा के स्तर अखन बहुत न्यून भए गेल छै आन ठाम के तुलना में। 2052 साल से पहले राज विराज के अंचल अस्पताल रहे तकर और राज विराज में धरान में खुलल रहे तकर अस्पताल में हम अहाँ कहियो नहीं गेल हेबै। धरान के परिकल्पना नहीं केने रहिए जाबत तक स्थापना में नहीं भेल रहे। राजे विराज के हॉस्पिटल रहे, लेकिन आइ राज विराज के हॉस्पिटल रेफर सेंटर बने छै, लेकिन धरान के हॉस्पिटल बहुत बड़का हॉस्पिटल बन गेल छै। ओहिठमा शैक्षिक अवस्था, ओहिठमा स्वास्थ्य के आवश्यकता सुधरि गेलै, कियाकि राज्य के लगानी राज्य के दक्षता ओतऽ बेसी पहुँचले। तो ताहि दुआरे ई कमी कमजोरी के कारण से सप्तरी के शिक्षा स्वास्थ्य बिगड़ल छै। एकरा क्लास में जाके कतबो पढ़ेते तैसे नहीं हेतै जाबत तक नीतिगत विकास के बात नहीं हेतै, अपन अपन अधिकार क्षेत्र जाबत तक नहीं बांटल जेतै ताबत तक ई विकास के हम अहाँ परिकल्पना मात्रे कह सकै छी। आवे वाला दिन में ई विकास के संस्थागत करे के लेल हरेक व्यक्तित्व का हरेक सरकार का अपन अपन निगरानी देवा पड़ले। आधा अधिकार जे देना छै वो आधा अधिकार सबसे नहीं हेतै, एक दोसर के कोऑर्डिनेशन में मात्र भए सकै छै। से हमर बुझाइ छै। धन्यवाद। अझै धेरै कुरा गर्न मन थियो, धेरै छलफल गर्न मन थियो, धेरै विचार सुन्न मन थियो, तर समयको पाबन्दीले गर्दाखेरि हामी धेरै कुरा अझै धेरै प्रश्नहरू थिए मनमा, तपाईँहरूका पनि अझै प्रश्न थिए तर सबै प्रश्नलाई लिन सकिनँ। त्यसको लागि माफी चाहन्छु। आयोजक टिमले मलाई समयमै सघाउनु भनेर पटक पटक अनुरोध गरिरहनु भएको छ, त्यसलाई मैले माग्नु पनि पर्छ। र यो सेसनले यो छलफलले भोलि नीतिगत तहमा अझै हाम्रा सांसदज्यूहरू नै माननीयज्यूहरू नै हुँदाखेरि नै मलाई यो छलफल गर्न मन थियो, तर उहाँहरू निस्किसक्नु भयो। तैपनि यो विचार उत्सवको माध्यमबाट यहाँ उठेका कुराहरू सुधार गर्न आवश्यक सुझावहरूलाई भोलि माथिल्लो तहमा छलफलको विषय बनाइनेछ। र यो विषय एकदमै जटिल पनि छ। शिक्षा र स्वास्थ्य सुधार गर्न अति नै आवश्यक महत्त्वपूर्ण विषय भएकाले यसमा भोलि सदनमा कुरा होस्, नीतिगत हिसाबमा छलफल होस् र यो समस्या समाधान होस् भन्ने अपेक्षासहित यो सेसन सकिएको जानकारी गराउन चाहन्छु। यहाँहरूलाई धेरै धेरै धन्यवाद। नमस्कार।